हिजोको भन्दा बढी चाहिँ अब यो चाहिँ तपाईँको दिमागमा चाहिँ एकदमै यो टेन्सन सुरु भएको छ। किनभने आज होइन जागिर खाँदाखेरि र मतदाताको मतबाट जितेर पाउने पदमा त फेरि आकाश पाताल फरक छ। आज त विश्वास, आशा, भरोसा, हिजोको वितृष्णाको चाहिँ हामीले मत पाएको छौँ नि। एउटा चाहिँ आशा भरोसा भोलि हामीले टुटायौँ भने त हामीलाई त जनताले त कुनै माफी दिनेवाला छैन। यहाँ तथ्याङ्क कुरा गरिरहनु हुँदाखेरि यो अस्ति 21 गतेको निर्वाचन पछाडि जुन मत गन्ने बेलामा चाहिँ म पनि त्यहाँ थिएँ। तपाईँले भन्नुभएको जस्तो पुराना दलका राजनीति गर्ने नेताहरूले चाहिँ यो चाहिँ मेरो कोर एरिया भन्ने चाहिँ कुरा गर्नुहुन्थ्यो क्या त्यहाँ होइन। यहाँबाट चाहिँ अहिले आउँछ भनौँ न सोचेको ठाउँमा चाहिँ, तर त्यस्तो ठाउँमा पनि मत आइरहेको थिएन क्या योचोटि। अब यसपालि चाहिँ हाम्रो सिन्धुली क्षेत्र नम्बर 2 को कुरा गर्दाखेरि चाहिँ 5 वटा पालिका भयो होइन। जस्तो हाम्रो प्रतिद्वन्दी भनेको त तारा भयो, नेपाली कम्युनिस्ट पार्टी होइन। र उहाँहरूको चाहिँ एक्सपेक्टेसन के थियो भन्दा सुनकोशी, घ्याङलेक, मरिन, हरिहरपुर गढीमा चाहिँ 7-8 हजारले लिड लिने र त्यति भएपछि चाहिँ कमलामाईमा जति भोट ल्याए पनि हामी जित्छौँ भन्ने उहाँहरूको आकलन थियो। तर उहाँहरूको आकलन पनि करिबन घ्याङलेक, हरिहरपुर गढी र मरिनमा मिल्यो। उहाँहरू कहाँ फेल खानुभयो भन्दाखेरि सुनकोशीमा फेल खानुभयो, जहाँ उहाँहरूले अपेक्षा गरेको ठाउँ थियो। अपेक्षा गरेको ठाउँ थियो। अनि सुन्तला पसलमा गएर सुन्तला किने, मलाई सुन्तला मनपर्ने। अनि सुन्तला किने अनि मैले सोधेँ, त्यहाँ मधेसको हुनुहुन्थ्यो, यो माटो पार्टीको त त्यहाँ भाषण भइरहेछ, यसले जित्छ भनेर मैले उहाँसँग जिस्केँ होइन। यहाँ घन्टीले जित्छ भन्नुभयो होइन। अनि म अचम्म परेँ। अनि हिँडेँ, फेरि अर्को पसलमा गएँ। अनि फेरि त्यहाँ कसले जित्छ यसपालि भने घन्टीले भन्नुभयो। त्यो बेलासम्म उम्मेदवारको घन्टीको थिएन। अनि त्यसपछि म भित्रको पसल पनि गएँ क्या, फलफुल पसल। अनि कसले जित्छ भनेर सोधेको, घन्टी भन्नुभयो। 3 जनालाई सोधेँ, 3 जना घन्टी भन्नुहुन्छ। अनि घरमा गएर सोधेँ बुवालाई, बुवा कसले जित्छ भने यहाँ त उही पुरानो काङ्ग्रेस एमाले जित्छ भन्नुभयो होइन। बुवाले चाहिँ होइन। एउटा चाहिँ नायक हराएर गएँ भनेदेखि त्यसको प्रतिलिपि पाउन महाभारत छ। कोही नेतासँगै टाँसिएर जानु पर्यो। एउटा चाहिँ मेरो छोरा 16 वर्ष हुन्छ, आफै नागरिकता बनाउन जान सक्दैन, बाउले लिएर जानुपर्छ, यस्तो अवस्था छ। सरकारी अफिसमा गयो, हाकिमहरू भित्र चिया खाएर बस्छन्, हामीलाई भेटै दिँदैनन् होइन। एउटा चाहिँ मालपोतमा गयो, त्यहाँ चाहिँ कामै हुँदैन हाम्रो, एकजना समात्नुपर्छ काम गर्नलाई, कसलाई समातेर के खुवाउनु पर्ने हो भन्ने चाहिँ हुन्छ भने यस्तो देशमा कसरी हामी चाहिँ बस्ने भन्ने कुराहरू गरिरहनु भएको छ। त्यही भएर अहिले प्रमुख चाहिँ हामीले एउटा सुशासन चाहिँ फिल गराउन सकियो भनेदेखि जनताहरू हामीसँग खुसी चाहिँ हुनुहुन्छ। अब यहाँहरूलाई चाहिँ कताबाट चाहिँ काम सुरु गरौँ भन्ने पनि भयो होला। अब जता हेऱ्यो अब धेरै सुधार्नुपर्ने कुराहरू छन्, जिम्मेवारी धेरै जनताले तपाईँलाई दिनुभएको छ। मैले देखेको त हामीले देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्नको लागि क्लियर रोड म्याप लिएर आउने र रोजगारी सिर्जना हुने काम गर्नु पर्यो। तर तपाईँले हाम्रो चाहिँ पार्टीको बाचापत्र पनि हेर्नुभयो होला, त्यसमा क्लियरली लेखेको छ 5 वर्षमा 12 लाख रोजगारी सिर्जना गर्ने, 15,000 चाहिँ मेगावाट विद्युत नेसनल ग्रिडमा जडान हुने, 30,000 किलोमिटर चाहिँ तपाईँको राष्ट्रिय राजमार्ग, 10 वटा ठुला खालका चाहिँ सिग्नेचर परियोजना विकास गर्ने र मध्यम वर्गमा चाहिँ धेरै जनसङ्ख्या हुने हिसाबले चाहिँ हामीले त्यो आय बढाउने। जस्तो अहिले चाहिँ हाम्रो चाहिँ यो पर क्यापिटा इन्कम चाहिँ 1450 अमेरिकन डलर छ भने अब त्यसलाई चाहिँ बढाएर 3000 अमेरिकन डलर पुर्याउने होइन। अहिले चाहिँ हाम्रो जिडिपी पनि 42 अर्ब अमेरिकन डलर छ भने त्यसलाई चाहिँ 100 अर्ब को चाहिँ अमेरिकन डलरको जिडिपी बनाउने भन्ने एउटा हाम्रो क्लियर एउटा चाहिँ उद्देश्य छ, एउटा टार्गेट छ। त्यही उद्देश्य प्राप्तिको लागि अब हामीले माइन्युटली काम गर्ने हो। सार्वजनिक विद्यालयको किन चाहिँ गुणस्तर यो प्राइभेटको जस्तो हुँदैन भन्ने कुरा चाहिँ मुख्य हो क्या। किनभने उहाँहरू अपग्रेडै हुनुहुन्न, उहाँहरू त पार्टीको झोला बोक्दै फुर्सद छैन, पार्टीको नेतासँग भेट्दै फुर्सद छैन, राजनीति गर्दै फुर्सद छैन। उहाँहरू त बेलुका बसेर त पढ्नु पर्दैन,
जस्तो म जाहिर खाइरहँदाखेरि पनि पढाइरहन्थेँ। म पढाउँदाखेरि त पढाउनुभन्दा त बढी त म त पढ्नु पर्थ्यो। पढेन भने त त्यो विद्यार्थीले उल्लु बिल्लु बनाइहाल्छ। किनभने आजको विद्यार्थी त टिचरभन्दा पनि अगाडि छन् नि होइन। अब अर्को सिन्धुलीको जनताले धेरै अपेक्षा गरेका थियो, जुन चाहिँ तपाईँहरू प्रचार प्रसारमा हिँड्नुभयो नि, त्यो बिचमा चाहिँ पक्कै पनि एक दिन चाहिँ रवि लामी छाने र बालेन शाह चाहिँ पक्कै आउनुहुन्छ होला भन्ने आश चाहिँ रहेछ जनतासँग, तर त्यो सम्भव भएन है। अब मैले बालेनजीको सचिवालयसँग पनि मेरो कुरा भयो हो, रविजीसँग त मेरो आफ्नै टेलिफोनमा संवादै भयो हो। अब उहाँहरूले चाहिँ अब भ्याएसम्म आउँछु भन्नुभएको हो। अनि पछि चाहिँ उहाँहरूले चाहिँ अब तपाईँहरू आफै यति सक्षम हुनुहुन्छ, हामीले त आशिष गजुरेललाई पठाएको छौँ, तपाईँ हामीभन्दा के कम हुनुहुन्छ, हामी ढुक्क छौँ। एउटा पर्सनल भिडियो चाहिँ पठाउनु भएको थियो होइन, त हामी ढुक्क छौँ, तपाईँहरूले चाहिँ जित्नुहुन्छ भन्ने कुरा उहाँले गर्नुभयो। र तपाईँहरूको सामाजिक सञ्जालमा र सबै कुराहरू हामीले एकदमै ट्र्याक गरिराखेको छौँ, तपाईँ राइट ट्र्याकमा हुनुहुन्छ भनेर रविजीले मलाई भन्नुभएको थियो। त्यही भएर सिन्धुलीको जिल्लाको लागि म भनेकै तपाईँ हो भन्नुभयो, उहाँले भन्नुभएको थियो होइन। त्यो हिसाबले अब मैले पनि सकेसम्म चाहिँ आइदिनुहोस् भनेर पछिसम्म पनि प्रयास गरेँ। र मलाई चाहिँ धेरै मतदाताहरूले अलिकति प्रेसर पनि गर्नुभयो र पार्टीको साथीहरूले पनि एउटा चाहिँ अलिकति तिम्रो पहुँच पुगेन कि क्या हो भने जस्तो पनि मलाई चाहिँ गर्नुभयो र मैले उहाँहरूलाई सम्झाएँ यस्तो कुरो हो। दिस पडकास्ट इज ब्रट टु यु बाई MIT एजुकेसन सेन्टर सिन्धुली। स्वागत छ धेरै धेरै। नमस्कार। अनि बधाई पनि तपाईँलाई धेरै धेरै। ल धेरै धन्यवाद। अब हजुरहरूकै मायाले विजय भयो। त्यही भएर सर्वप्रथम त अब सिन्धुलीवासी खास गरेर सिन्धुली क्षेत्र नम्बर 2 का मतदातालाई धेरै धेरै धन्यवाद, जुन विश्वासको साथ मत दिनुभयो। त्यो विश्वासलाई सधैँ न्याय गर्ने जमर्को गरेको छु र इमान्दारीपूर्वक काम गर्छु, देशको सेवामा लाग्छु, सिन्धुलीको सेवामा लाग्छु। खुसी पनि छु म, किनभने पहिलोचोटि तपाईँको मिडियामा चाहिँ पोडकास्ट भनौँ या अन्तर्वार्ता भनौँ, सिन्धुलीमा संयोगले मै थिएँ पहिलो होइन। अब निर्वाचित हुनुभयो, जितिसकेपछि पनि पहिलोचोटि तपाईँसँग कुराकानी भइरहेछ, खुसी लागिरहेछ होइन। मलाई पनि एकदमै खुसी लागेको छ। अब तपाईँले यसो हेर्नुभयो भने यो यातायात क्षेत्र, पूर्वाधार क्षेत्रको विषयमा सडक सुरक्षादेखि लिएर यातायात व्यवस्थापन सम्बन्धी चाहिँ धेरै मेरो चाहिँ अब यो राष्ट्रिय मिडियाबाट अन्तर्वार्ताहरू आएका छन् र एकदमै नाम चलेकै प्रस्तुताहरूसँग। तर सिन्धुली जिल्लाको चाहिँ पत्रकारज्यूहरूले कहिले पनि मलाई त्यसरी अन्तर्वार्ता दिन बोलाउनु भएन र चुनाव पछि पनि आइसकेपछि पनि त्यस्तो कसैले पनि मलाई खोज्नु भएको थिएन। त्यो बेलामा जुन तपाईँले चाहिँ अन्तर्वार्तामा बोलाउनु भयो त्यसले मलाई एकदमै तपाईँसँग एक किसिमले प्रभावित पनि छु, खुसी पनि छु। र तपाईँपछि एकजना अर्को विजय किल्लामा मैले एउटा अन्तर्वार्ता गरेको छु, त्यो बाहेक अरूमा मैले अन्तर्वार्ता गरेको छैन। यो तेस्रो अन्तर्वार्ता फेरि तपाईँसँग गर्दैछु। यो हिसाबले तपाईँले मलाई सहयोग गर्नुभयो भन्छु। अब पार्टीगत हिसाबले र मलाई जिताउन त तपाईँ त्यसरी चाहिँ एउटा पत्रकार आफ्नो मर्यादाभित्रै रहेर चाहिँ काम गर्नुभयो। त्यसरी चाहिँ आफ्नो मर्यादा नै त्यो छोडेर आशिष गजुरेललाई जिताउन नै लाग्नु भयो जस्तो त लागेन। तर पनि तपाईँको जुन एउटा अन्तर्वार्ता लिइदिनु भयो, एउटा आशिष गजुरेल चाहिँ माघको 6 गते आइरहँदाखेरि चाहिँ सिन्धुलीमै जन्मे पनि यहाँ त म एउटा नयाँ जस्तो नै अनुहार थियो। त्यतिखेर चाहिँ एउटा सिन्धुलीको मिडियाबाट एउटा परिचय यहीँबाट खुलाइदिनु भयो। त्यसको लागि म सधैँ तपाईँप्रति एकदमै कृतज्ञता रहनेछु। तपाईँसँग जति बेला पहिलोचोटि भेट भएको थियो त्यो भेटमै हाम्रो पोडकास्ट पनि भयो होइन। अनि अस्ति तपाईँ जितिसक्नु भए पछाडि त्यतिखेरै मलाई भन्न मन लागिरहेको थियो क्या, त्यहाँ फेरि माहौल त थिएन होइन, तपाईँ बिजी हुनुहुन्थ्यो, अब तपाईँसँग धेरै भिड पनि थियो। त्यो भएको हुनाले त्यतिखेरै अलि भन्न पनि मन लागेन। त्यतिखेर मलाई याद चाहिँ आइरहेको थियो कि अब उहाँको फेरि पनि म यो जितिसक्नु भए पछाडि
मै लिन्छु, किनकि धेरै कुराहरू अझै पनि बुझ्न र गर्न मन लाग्यो। तपाईँसँग समय पनि मिलिहालेको छ। अब चुनाव त सकियो, धेरै हिँड्नुभयो, धेरै दौडिनु भयो। मलाई लाग्छ अब तपाईँ पातलो पहिलेदेखि वेट पछि सके पछाडि जोख्नु भएको भएन? अहिले चाहिँ चुनावपछि अरू कति झन्डै 3 किलो जति चाहिँ घटेछु र मैले यसो आफूले क्यालकुलेसन गर्दाखेरि यो 45 दिन हरेक दिन 15 देखि 20 किलोमिटर हिँड्दाखेरि कमसेकम पनि 700 देखि 800 किलोमिटर चाहिँ यो 45 दिनको दौरानमा हिँडिएछ। त्यो पनि एकदम उकालो ओह्रालोमा चाहिँ हिँडिएछ। कति ठाउँ त नभ्याएर दौडियो पनि। त्यो हिसाबले मेहनत चाहिँ राम्रै पर्यो र एउटा चाहिँ शरीरमा पनि एकदमै राम्रो चाहिँ एउटा एक्सर्साइज पनि भयो र चुनावभन्दा अहिले चाहिँ ज्यान एकदमै फुर्तिलो भएको अनुभव भइरहेको छ। तपाईँको ज्यान अलि पातलो पनि छ, फुर्तिलो पनि छ। त्यो भए हुनाले खासै गाह्रो चाहिँ भएन होला हिन्डुल गर्नलाई, होइन? त्यो होइन, यो चाहिँ हिन्डुल धेरै गरेर फुर्तिलो भएको ज्यान हो। अझ हिन्डुल गरेर झन् फुर्तिलो भएको हो यो चाहिँ। अब भन्नुहुन्थ्यो क्या, जस्तै मलाई पनि कसैले भेट्दा भन्नुहुन्थ्यो अरू चाहिँ उम्मेदवार अलि होइन हट्टकट्ट देखिने, आशिष गजरेल त कस्तो माया लाग्दै पातलो हेर्दै भन्ने कुरा पनि गर्नुहुन्थ्यो तपाईँको बारेमा चाहिँ। होइन, त्यहाँ बाटोमा भेट्दा पनि धेरैजनाले भन्नुहुन्थ्यो यो 30-32 वर्षको जस्तो छ, पातलो छ, सानो जस्तो छ, नेता जस्तो पनि छैन भनेर पनि धेरैजनाले भन्नुहुन्थ्यो। अनि हाम्रो नजरमा चाहिँ कस्तो भने नेता भनिसकेपछि अलिकति होइन त्यही अनुसारको ज्यान भएको त्यो छ नि त अहिले पनि। यसो लुवाई खुवाई पनि ठ्याक्क कोट सोट लाएर सुट लाएर हिँड्ने खालको होइन, अहिले म हुँ भन्ने चाहिँ 10 जना पछाडि लगाएर हिँड्ने, त्यस्तोलाई चाहिँ यहाँ नेता भनिन्छ होइन। तर अब हामी चाहिँ एउटा विचारको नेता हुन चाहिँ खोजिराखेका छौँ र के गर्ने एजेन्डा र कसरी देशलाई समृद्ध गर्ने त्यो विचार बोकेको चाहिँ नेता हुने हिसाबले हामी अगाडि बढिराखेको छौँ। र मैले मतदाताहरूलाई पनि भन्ने गर्थेँ अब चाहिँ हामी मेहनत गरेर ज्यान पनि यस्तो भएको हो र भोलिको दिनमा मेहनत गर्दा ज्यान योभन्दा नि अझ घट्ला। तर हामी चाहिँ देश बनाउन आएको चाहिँ एउटा सिपाही हौँ। त्यही भएर सिपाहीको ज्यान यत्रो भुँडी लागेको अथवा तपाईँहरूले सोचे जस्तो मोटो घाटो भन्ने चाहिँ हुँदैन, त्यो चाहिँ मेहनतले हो भन्थे। उहाँहरू पनि खुसी हुनुहुन्थ्यो त्यो कुराले, हो रहेछ भन्ने जस्तो। र अब हिजोको दिनमा पनि म अब कुनै कार्यालयमा चाहिँ हाकिम अब कार्यकारी निर्देशक थिएँ। अनि मेरो एकजना इन्जिनियर साहब हुनुहुन्थ्यो, अहिले हट्टाकट्टा। अनि उहाँहरू म कतै फिल्डमा गयो भने सबैजना चाहिँ उहाँलाई सर भनेर नमस्ते गर्थे, मलाई वास्ता गर्दैनथे। अनि बिचरा त्यो इन्जिनियर साहबलाई उसलाई त अलिकति अब अप्ठ्यारो फिल हुन्थ्यो। अनि उहाँले चाहिँ हातले भनेर देखाउनुहुन्थ्यो क्या, भनेपछि त्यस्तो थियो। अनि अफिसमा पनि म त अब सरकारी अफिस जहिले पनि मेरो ढोका सधैँ खुला हुन्थ्यो। कहिलेकाहीँ म मिटिङबाट आउँदा अथवा ढिलो आउँदा अफिसमा नहुँदा बाहिर कुरिरहेको हुनुहुन्थ्यो होइन। अनि म त्यहीँबाट हिँड्थेँ। त्यहीँबाट हिँड्दाखेरि जो मलाई कुरिरहनु भएको हुन्थ्यो उहाँले वास्ता गर्नुहुन्न थियो। अनि त्यसपछि पछि अब म त्यहाँ अब हाम्रो स्टाफहरूले चाहिँ सर आउनु भएको छ भित्र जानुहोस् भन्दाखेरि अनि उहाँहरू आउनुहुन्थ्यो। अनि पहिल्यै भन्नुहुन्थ्यो ए अघि देखाएको थिएँ त, म त तपाईँ होइन होला यहाँको हाकिम भनेर पो सोचेको, त भर्खरको यत्रो पातलो हुनुहुँदो रहेछ भन्ने। अब यो चाहिँ मेरो पहिल्यैदेखि यो चाहिँ युज टु भइसकेको कुरा हो क्या। अब आज पनि त्यही नै कन्टिन्यू। अब नेता भइसकेपछि न अब ज्यान लाग्ने हो कि होइन, त्यो त हेर्नै बाँकी छ होइन। अब त्यो चाहिँ नलाग्ला भन्छु अब, किनभने अब हिजोको भन्दा बढी बोझ थपिएको छ। हिजोको भन्दा बढी चाहिँ अब यो चाहिँ तपाईँको दिमागमा चाहिँ एकदमै यो टेन्सन सुरु भएको छ। किनभने आज होइन जागिर खाँदाखेरि र मतदाताको मतबाट जितेर पाउने पदमा त फेरि आकाश पाताल फरक छ। आज त विश्वास, आशा, भरोसा, हिजोको वितृष्णाको चाहिँ हामीले मत पाएको छौँ नि। एउटा चाहिँ आशा भरोसा भोलि हामीले टुटायौँ भने त हामीलाई त जनताले त कुनै माफी दिनेवाला छैन। आज चाहिँ कम्फर्टेबल बहुमत हामी त अहिले 2/3 चाहिँ पाउने हिसाबले अगाडि बढिरहेको स्थितिमा हामीलाई त अब काम नगर्ने होइन, हामी त अल्छी हुने होइन, हाम्रो चेत गुमाउने
होइन, त्यो त हामीलाई छुट छैन नि झुटो बोल्ने, होइन, त्यो छुट त अब छैन नि। त्यो भयो भनेदेखि त हामीलाई त हिजो चाहिँ भदौ 23 र 24को आन्दोलनमा जसरी प्रधानमन्त्रीदेखि लिएर अरू चाहिँ मन्त्री नेताहरू भाग्नु पर्यो, हामीलाई त त्यति भाएर पुग्दैन। हामी त बच्नलाई विदेशै भाग्नुपर्ने स्थिति आउँछ कि, त्यति विकराल स्थिति हुन्छ भन्ने कुरा हामीले बुझेर डेलिभरी दिनु पर्यो क्या। आज हेर्नु न, कुलमान घिसिङ जस्तोलाई चाहिँ हराएर राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारलाई जिताउनु भएको छ भनेपछि जनतालाई त अब यस्तो कुलमानभन्दा बढी डेलिभरी चाहिँ रासोपाले दिन्छ भन्ने एउटा विश्वास भएको छ नि त, होइन। यो विश्वासलाई त हामीले गुमाउन दिनु भएन नि त। फेरि हामीले भोट माग्दाखेरि पनि एक मौका दिनुहोस्, हामी गरेर देखाउँछौँ भनिरहेको छौँ नि। अब मौका पाइयो, अब मौकामा हामीले चौका हानेनौँ भने त हाम्रो त भविष्य त बर्बाद हुन्छ। यसमा त हामी अहिले त हामी खास उत्सव मनाउने, खुसी मनाउने त अवस्थै छैन। म त हिजोको दिनभन्दा आज चाहिँ एकदमै मेरो त मुटु टाउको भारी भएको छ। हिजोको दिनमा बढी हाँस्थेँ, जितेपछि त हाँस्नु पनि छोड्न लागिसक्यो, किनभने त्यति बोझ, त्यति चाहिँ जिम्मेवारी थपिएको छ क्या आजको दिनमा। र भोलि यो जिम्मेवारी सफलतापूर्वक रूपमा हामीले चाहिँ कार्यान्वयन गर्न सकेनौँ भनेदेखि त हामीलाई त यहाँ त जनताले छोड्नेवाला छैन, होइन। फेरि जनताको माग फेरि धेरै छ, हाम्रो स्रोत त एकदमै कम छ, देश त खोक्रो बनाइसकेको छ भनेपछि अलिकति हामीले चाहिँ एउटा योजनाबद्ध रूपमा जनताको अपेक्षा अनुसारले डेलिभरी त गर्नै पर्छ। अब धेरैजना जनताकै कुरा गर्दाखेरि चाहिँ यो अहिले जुन रिजल्ट आयो तपाईँहरूको नतिजा, होइन, अपत्यारिलो छक्कै परे सबैजना। यो हिसाबले चाहिँ कि केही राम्रा मान्छे पनि राष्ट्रपाले हराइदिएको छ, होइन, मत बढी ल्याएको छैन त तपाईँहरूले। त्यो देख्दाखेरि तपाईँ पनि यहाँले सोच्नु त भएको थियो, किनकि चलनै छ नि अब उम्मेदवार उठिसके पछाडि नजित्ने खालकोले पनि होइन म जित्छु भन्ने, सबै जित्छु भन्ने नै हुन्छ हुनु त, होइन। तर यहाँलाई ठ्याक्कै लागेको चाहिँ कस्तो लाग्यो त्यतिखेर चाहिँ यो तरिकाको रिजल्ट आइरहँदाखेरि चाहिँ? अब हामी 151 सिट त टोटल गरेर ल्याउँछु भनेर पहिला पनि अनुमान त गरेकै हो, होइन। तर त्यो मैदानमा गइसके पछाडि भन्ने त प्राय यही नै हुन्छ हुनु चाहिँ, होइन। तर अनि त्यसको केही आधार नै पार्टीले लिएर एउटा आकलन त गरेको हो, होइन। त्यो हुँदाखेरि अब त्योभन्दा 151 भन्दा पनि अब बेसी आउने भयो भनेपछि अलिकति त सोचेको भन्दा बेसी नै आएको हो, किनभने हाम्रो पार्टीले नै आधिकारिक रूपमा 151 चाहिँ हाम्रो पुग्छ भन्ने नै हो, होइन। हिजोको दिनमा सिन्धुलीको क्षेत्र नम्बर 2 लाई ग्रिनमा राखेको थियो भने 1 लाई राखेको थिएन, तर हामीले दुवै जित्यौँ भनेपछि हाम्रो जनताको चाहिँ माया त एकदमै प्रगाढ चाहिँ देखियो, होइन। त्यही भएर अब जनताको अभिमत भनेको यो एक्सपेक्टेसन भन्दाखेरि पनि अलिकति बुझ्न पनि पूर्ण रूपमा बुझ्न नसकिने हो, तर जनताको चाहिँ एउटा डेलिभरी गर्छ भन्ने चाहिँ एउटा आकर्षण हो। र मेरो सन्दर्भमा भन्दाखेरि चाहिँ अब सिन्धुलीमा आइरहँदाखेरि मेरो आफ्नो गृह जिल्ला, मलाई अगाध माया भएको जिल्ला पनि हो, होइन। काठमाडौँको कुनै क्षेत्रमा नगएर म सिन्धुलीमै आएको हो, होइन। त्यो हुँदाखेरि चाहिँ मलाई चाहिँ कस्तो लागेको थियो भन्दाखेरि अब एउटा डेलिभरी पनि गरेको मान्छे र एउटा चाहिँ अब अलिकति नगरपालिका जस्तो क्षेत्रमा, होइन, र मा चाहिँ अलिकति मेरो काम, मेरो चाहिँ आफ्नो विज्ञता भएको विषयहरू चाहिँ मैले चाहिँ मतदातालाई बुझाउन सकेँ भने अहिले त सोसियल मिडियाबाट पनि धेरै बुझाउन सकिन्छ। त्यो बुझायो भनेदेखि म जित्छु भन्ने नै आएको हो। र पहिलो मेरो मतदातासँग अन्तर्क्रिया भएदेखि नै मलाई चाहिँ जित्छु भन्ने चाहिँ म कन्फिडेन्ट थिएँ। फेरि अब यस्तो भयो, अब म ठ्याक्कै यहाँ आएर अब मरिन, हरिहरपुर, गढी, घ्याङलेकतिर गएको भए त्यहाँ मेरो दिमाग अर्कै हुन्थ्यो होला। तर अब सुरुमै तर मेरो आफ्नो घर सिन्धुली माडीमै भएको भएर अब यहाँको जनता त अब रासोपातिर नै हुनुहुन्थ्यो। त्योहरूले जतिसँग मेरो अन्तर्क्रिया भयो
उहाँहरू त राष्ट्रिय स्वतन्त्र पार्टी नै भनिरहनु भएको थियो होइन। अब म सम्झिन्छु यो माघे सङ्क्रान्ति हुन्छ नि, माघ 1 गते म घर आएको थिएँ ढुङ्ग्रेवास। त्यतिखेर यो माटो यो चाहिँ श्रम संस्कृति पार्टीको एउटा कार्यक्रम थियो यो बजारमा, चिल्ड्रेन पार्क अगाडि हो, त्यहाँ अगाडि थियो। त्यो दिन म घुम्दै आएँ, त्यो हर्क साम्पाङ आउँछ भन्ने मैले सुनेँ, तर आउनु भएन, आउने कुरा थियो। अनि म र मेरो भाइ अनि हामी हिँड्दै आयौँ, अनि त्यहाँ एकछिन त्यहाँ भाषण सुन्यौँ। अनि त्यसपछि त्यहीँ अगाडि सुन्तला पसलमा गयौँ। अनि सुन्तला पसलमा गएर सुन्तला किनेँ, मलाई सुन्तला मनपर्ने। अनि सुन्तला किनेँ। अनि मैले सोधेँ, त्यहाँ मधेसको हुनुहुन्थ्यो, यो माटो पार्टीको त त्यहाँ भाषण भइरहेछ, यसले जित्छ भनेर मैले उहाँसँग जिस्केँ होइन। यहाँ घन्टीले जित्छ भन्नुभयो होइन। अनि म अचम्म परेँ। अनि हिँडेँ, फेरि अर्को पसलमा गएँ। अनि फेरि त्यहाँ कसले जित्छ यसपालि भने घन्टीले भन्नुभयो। त्यो बेलासम्म उम्मेदवारको घन्टीको थिएन। अनि त्यसपछि म भित्रको पसल पनि गएँ क्या, फलफुल पसल। अनि कसले जित्छ भनेर सोधेको, घन्टी भन्नुभयो। तिनजनालाई सोधेँ, तिनैजना घन्टी भन्नुहुन्छ। अनि घरमा गएर सोधेँ बुवालाई, बुवा कसले जित्छ भने यहाँ त उही पुरानो काङ्ग्रेस एमाले जित्छ भन्नुभयो होइन बुवाले चाहिँ। अनि तर म के कुरामा कन्भिन्स भएँ भने अब बुवाहरू त अब अलिकति पुरानो सोच भयो, तर बजारको एरियाको मान्छे रिप्रेजेन्ट गर्छ नि, जसले सुन्तला बेचिरहनु भएको छ, उहाँको त धेरैसँग अन्तर्क्रिया हुन्छ नि त। त्यहाँ सुन्तला किन्न आउने, बिस्किट चाउचाउ किन्न आउने छ। अनि त्यहाँदेखि मलाई लाग्यो ओहो सिन्धुलीमा ल घन्टीको राम्रो माहौल रहेछ भन्ने मलाई त्यतिखेर इम्प्रेसन भएको थियो। त्यही भएर पछि काठमाडौँमा गइसकेपछि उहाँहरूले सिन्धुली 2 भनेपछि मलाई झन् खुसी लाग्यो क्या। ल आफ्नो ठाउँ हो, कमसेकम त म आफू त चिनिन्छ आफ्नो ठाउँमा, आफ्नो ठाउँको माया भने त फेरि त्यो बेगाड हुँदो रहेछ क्या। जस्तो जर्मनीमा बसिरहँदाखेरि त्यहाँ मलाई यहाँको पर्मानेन्ट रेसिडेन्स लिए भन्दा होइन म देश जान्छु भनेर देश आउँदा जति खुसी थियो, फेरि सिन्धुली आउँदा त्योभन्दा पनि बढी खुसी थियो। किन म त यहाँ जन्मेको मान्छे, यहीँ हुर्केको मान्छे भने त यो माटो त आफ्नै हो नि त होइन। त्यो हिसाबले चाहिँ मलाई चाहिँ पहिल्यैदेखि चाहिँ आएको फर्स्ट दिनदेखि नै जित्छु नै भन्ने नै थियो मेरो चाहिँ। जस्तै यहाँहरू उम्मेदवारलाई चाहिँ तपाईँहरू एक खालको चाहिँ बुझिसक्नु भएको थियो र अब जितिन्छ भन्ने पनि थियो होइन। तर अरू दल, पुरानो दलका नेताहरूले चाहिँ रासपा भने घन्टी भनेको सामाजिक सञ्जालमा मात्रै हो, जनता समुदायसँग चाहिँ छैन नै भन्ने कुरा चाहिँ तपाईँहरू छर्लङ्गै छैन भने देखाइदिनु भयो योचोटि। होइन यस्तो हो, अब मान्छेको समस्या यही हो, अर्काको विषयमा कम आकलन गरेपछि त्यसलाई आफैलाई क्षति गर्ने हो क्या। पुरानो दलको समस्या त्यही हो, पुरानो दलले आफू बाहेक अरू कोही नदेख्ने होइन। जस्तै अब त्यत्रो केपी शर्मा ओली होइन, उहाँको कस्तो लज्जास्पद चाहिँ हार हुँदैछ होइन। अब त्यसबाट पनि एकदमै प्रमाणित हुन्छ। काठमाडौँ हेर्नुहोस्, नेमकिपाले सधैँ जित्ने, मादल पार्टीले जित्ने, यसपालि हामीले जित्यौँ, 15वटा क्लिन स्विप गऱ्यौँ होइन। भनेपछि उहाँहरूको चाहिँ त्यो एउटा तथ्याङ्कमा खेल्ने केही पनि बानी छैन। हामी सामाजिक सञ्जालमा पोस्ट गर्छौँ, हामी त्यसमा भिडियो बनाउँछौँ, तर त्यो भिडियो के को आधारमा बनाउँछौँ भन्दा तथ्य र तथ्याङ्कको आधारमा बनाउँछौँ नि। जति मैले चाहिँ तपाईँले याद गर्नुभयो होला, मेरो सोसियल मिडियामा चुनावको दौरान जति पनि मैले चाहिँ मेरो भिडियो रिल्सहरू पोस्ट गरेको छु, त्यो त कति तथ्य र तथ्याङ्कमा आधारित छन् नि। मैले त तथ्याङ्कमा बोलिराखेको छु नि। हाम्रो चाहिँ अर्थतन्त्रको अवस्था के हो, हामी के गर्न सक्छौँ, देशमा कसरी हामी त तथ्यमा बोलिराखेको छौँ नि। हो, त्यस्तै हामी चाहिँ मतदाताहरूको हाम्रो पोजिसन के हो भन्ने पनि हामी चाहिँ एउटा अनुसन्धान गरेर एउटा चाहिँ पोजिसन बनाउँछौँ, त्यसले चाहिँ सही रिजल्ट दिन्छ क्या। अब उहाँहरूको चाहिँ अब त्यो आफ्नै सर्कल छ होइन, आफ्नै सर्कल छ र त्यो सर्कललाई सोध्यो भने त एमाले भन्छ, काङ्ग्रेस भन्छ, हाम्रै छ सबै भन्ने भयो। यहाँ तथ्याङ्क कुरा गरिरहनु हुँदाखेरि यो अस्ति 21 गतेको निर्वाचन पछाडि जुन मत गन्ने बेलामा चाहिँ म पनि त्यहाँ थिएँ। तपाईँले भन्नुभएको जस्तो पुराना दलका राजनीति गर्ने नेताहरूले चाहिँ यो चाहिँ मेरो कोर एरिया भन्ने चाहिँ कुरा गर्नुहुन्थ्यो क्या त्यहाँ होइन। यहाँबाट चाहिँ अलि आउँछ भनौँ न सोचेको ठाउँमा चाहिँ, तर त्यस्तो ठाउँमा पनि मत आइरहेको थिएन क्या योचोटि। अब यसपालि चाहिँ हाम्रो सिन्धुली क्षेत्र नम्बर 2 को कुरा गर्दाखेरि चाहिँ 5वटा पालिका भयो होइन। जस्तो हाम्रो प्रतिद्वन्दी भनेको त तारा भयो, नेपाली कम्युनिस्ट पार्टी होइन।
र उहाँहरूको चाहिँ एक्सपेक्टेसन के थियो भन्दा सुनकोशी, घ्याङलेक, मरिन, हरिहरपुर गढीमा चाहिँ 7-8 हजारले लिड लिने र त्यति भएपछि चाहिँ कमलामाईमा जति भोट ल्याए पनि हामी जित्छौँ भन्ने उहाँहरूको आकलन थियो। तर उहाँहरूको आकलन पनि करिबन घ्याङलेक, हरिहरपुर गढी र मरिनमा मिल्यो। उहाँहरू कहाँ फेल खानुभयो भन्दाखेरि सुनकोशीमा फेल खानुभयो, जहाँ उहाँहरूले अपेक्षा गरेको ठाउँ थियो। अपेक्षा गरेको ठाउँ थियो र मैले पनि जहिले पनि भन्ने गरेको थियौँ हामीले जित्ने भनेको सुनकोशी र कमलामाईले हो, हामीलाई जिताउने यतिले हो, अरू जति आउँछ ती चाहिँ हाम्रो लागि बोनस हुन् भन्थेँ मैले जहिले पनि। र अरू धेरै साथीहरूले चाहिँ र आम मतदाताहरूले चाहिँ हाम्रो प्रतिद्वन्दी सूर्य हुन्छ भनेको थिएँ। तर मैले कहिले भन्दै मैले चाहिँ जहिले पनि के भन्थेँ हामी जित्ने भनेको सुनकोशी र कमलामाईको भोटले हो र हाम्रो प्रतिद्वन्दी भनेको तारा हो। किनभने मैले सूर्यको भोट यस्तो घरदैलो गर्दाखेरि पनि खासै काहीँ पनि देखाएको थिइनँ सूर्य र रुखको भोट। तर घ्याङलेक अनि त्यसपछि हरिहरपुर गढी र मरिन जाँदाखेरि चाहिँ ताराको चाहिँ प्रेजेन्स क्लियरली देखिन्थ्यो क्या, एकदम क्लियर देखिन्थ्यो। अनि अब एमालेको साथीहरूले चाहिँ हाम्रो कमलामाई भन्नुहुन्थ्यो। अब कमलामाई 1मा पनि सूर्य भेट्दिनँ, 2मा नि भेट्दिनँ, 3मा नि भेट्दिनँ, 4मा नि भेट्दिनँ, 5मा नि भेट्दिनँ, 6मा पनि भेट्दिनँ, 7 गढ भन्छ त्यहाँ पनि भेट्दिनँ होइन। भनेपछि त हामीले त यहाँ जित्छौँ भन्ने त थियो। तर अब एकपल्ट चाहिँ मतगणना हुँदै जाँदाखेरि त हामी त 5000 मतले त पछाडि पछाडि थियौँ। त्यतिखेर चाहिँ अब अलिकति चाहिँ झस्क्या चाहिँ थियौँ हामी, अलिकति त्यतिखेर चाहिँ अलिकति टेन्सनको माहौल चाहिँ भएको थियो देशैभरि। तपाईँको मत गनेदेखि चाहिँ तपाईँ अग्रतामा पनि हुनुहुन्थ्यो नि त होइन। पछि 5000 जतिले फरक परेको थियो, 5000ले फरक परेको थियो। त्यसपछि 22000 मत मात्र गर्न बाँकी थियो। भनेपछि त्यो रिकभर गरेर त्यसलाई टप्नु भनेको त 5000 भनेको त ठुलो मत हो नि त होइन। त्यो भए त देशैभरि चाहिँ अब जति पनि शुभेच्छुक हुनुहुन्छ ल अब यो गजरेलको के हो भन्ने चाहिँ एउटा भइसकेको थियो। घरमा त्यस्तै, साथीभाइमा त्यस्तै, आफूलाई पनि। अब म पनि पहिलोपल्ट चाहिँ चुनावी अभियानमा गएर अब कमलामाईमा यस्तो आउँछ भन्ने कुरा त थिएन थियो। तर अब यो त घन्टी नै घन्टी है भनेपछि त्यो अवस्था भयो। जो त्यो नगरपालिकाभित्र चाहिँ जस तपाईँलाई थाहा थियो कि आउँछ भन्ने चाहिँ, तर यो तरिकाले आउँछ भने चाहिँ मलाई तपाईँलाई पनि त्यति गेस गर्नु भएको थिएन होला यो तरिकाले सबै एउटामा। मेरो चाहिँ सोच के थियो भन्दा हामी मरिनबाट यता आइरहँदा कमलामाई आइरहँदाखेरि 3000 देखि 3500 को चाहिँ डिफिसिटमा आउँछौँ, त्यति त कभर भइहाल्छ भन्ने थियो। 1500 ज्यादाले हामी डिफिसिट भइदिउँ क्या। त्यो हुँदाखेरि पनि मलाई चाहिँ हाम्रो नेकपाको राजन दाइसँग भेट भएको थियो। उहाँले चाहिँ 5000ले हामी कभर गर्न सक्दैनौँ, नगरपालिकामा हाम्रो भोट छैन भनेर चाहिँ भन्नुभएको थियो उहाँले चाहिँ होइन। अब त्यही पनि आफूलाई त 5000 डिफिसिट भनेर त धेरै हो। तर त्यसले गर्दाखेरि चुनाव चाहिँ रोचक बनाइदियो क्या होइन। आज त्यो नभएर हामी चाहिँ एउटै लयमा गयो भए त रोचक चाहिँ हुँदैन थियो क्या। चुनावको खास त्यो मतलब पनि हुँदैन थियो जस्तो लाग्थ्यो क्या मलाई चाहिँ। यति अचम्मित बनाइदियो कि धेरै कुरा छन्। एउटा कुरा चाहिँ जस्तै अरूले यो सिक्नु पर्ने भनौँ कि के भनौँ होइन, तपाईँहरूले चाहिँ अनुमान गरे ठाउँमा चाहिँ ठ्याक्कै त्यति भोट आउँदो रहेछ होइन। जस्तै अरू दलले चाहिँ यो ठाउँमा चाहिँ हाम्रो यति भनिरहँदा चाहिँ त्यहाँ भोटै नआएको हो देखियो नि त। हामीले मेरो आफ्नै अनुमानमा पनि मैले कमलामाईमा 10000 के अरे सुनकोशीमा 3500 भनेको थिएँ, लगभग त्यही आएको छ कि। त्यहाँ 200 कम आयो, यतातिर 500 कम आयो। कमलामाईमा मैले सोचे भन्दा 500 कम आयो, त्यतातिर 200 कम आयो। भनेपछि त्यो आकलन चाहिँ हाम्रो मिल्छ। त्यो कसरी मिल्छ भन्दा जनताले कसरी रेस्पोन्स गर्छ भन्ने कुरा थाहा हुँदो रहेछ क्या। घन्टी होला तपाईँ जानुहोस् भन्यो भने त्यो आयो क्या त्यो होइन। हुन्छ भन्यो भने त्यो डाउट भयो क्या त्यो होइन। त्यो कसरी प्रस्तुतिकरण गर्छ भन्ने कुरो हो क्या। अब हामी नजाँदै मान्छेले चाहिँ ए भनेर चाहिँ खुसी भएर फुल लिएर बस्यो भने त्यो आयो होइन। बोल्दै नबोली हुन्छ भन्यो भने त्यो आएन भन्ने थाहा हुन्छ। भनेपछि त्यो चाहिँ देखिन्छ, त्यो थाहा हुन्छ होइन।
सबै चकित पनि भए। त्यहाँ हामी यसो बाहिर बस्दा त सुनिन्छ नि त, ठ्याक्कै यति त्यहाँबाट आउँछ भनेको ठ्याक्कै आइरहेछ भनेर अरू दलका मान्छेहरू पनि एकदम छक्कै परे नि त त्यतिखेर त, होइन? यो देखेर नतिजा चाहिँ, ताकि उहाँहरूको चाहिँ यो ठाउँबाट यति हो हाम्रो ग्यारेन्टी गरेको ठाउँहरू पनि नआइदिरहेको अवस्था, होइन? तपाईँहरूको अलिक बढी पनि आइरहेको अवस्था थियो भनेपछि यसपालि पुरानो दललाई चाहिँ जनताले आश देखाइदिए मात्रै, होइन? सबैलाई हुन्छ भनिदिए, तर भोट चाहिँ घन्टीलाई नै हाल्दै। अनि यो जरुरत पनि थियो, किनभने अब हामी पनि अहिले भनौँ न एउटा जागिर खाइरहेको मान्छे राजनीतिमा किन आयौँ भन्दाखेरि चाहिँ अब यी पुरानो दलबाट भएन, नयाँबाट हुनुपर्छ। अनि नयाँ भनेको को त भन्दा त हामी पनि त नयाँ हो, आशिष गजरेल पनि त नयाँ हो नि त, होइन? मैले त तपाईँको माघ 4 गतेबाट न राजनीतिमा गएको हो भनेपछि त हामी नयाँ भन्ने, अनि आफूलाई गर्न सक्छु जस्तो लाग्छ भने आफू चाहिँ बस्ने, जागिर खाएर बस्ने, सरकारी गाडी चढेर बस्ने, अथवा चाहिँ विदेश घुमेर बस्नलाई कमाउने, त्यो हिसाबले त फेरि देश बन्दैन नि त। त्यो हिसाबले चाहिँ जब कसैलाई लाग्छ कि म यसमा सक्षम छु भनेदेखि त फिल्डमा जानु पर्यो नि। अब धेरैजनाले भन्छन् कि यो आशिष कति लक्की, होइन? जागिर छोडेको 50 दिनमा चाहिँ माननीय संसद भयो भन्छ नि, होइन? तर मेरो मेहनत, मेरो चाहिँ एउटा लगनलाई त मान्छेले बुझा छैन नि त, होइन? त्यही हो नि, जस्तो मान्छेलाई लाग्छ नि यो सिन्धुलीमा फुत्ता आयो, फुत्ता संसद भयो भन्छ नि, होइन? त्यो त होइन नि। एउटा त लगानी त ठुलो परेको छ नि त। हिजो देशको लागि एउटा कुनै विषयमा, यातायात पूर्वाधार विषयमा विज्ञता हासिल गर्नु पनि त त्यसमा कडा परिश्रम गर्नु परेको थियो, होइन? अब राष्ट्रिय स्वतन्त्र पार्टीको नेताजीहरूसँग जोडिन, उहाँहरूको मन जित्न, उहाँहरूलाई चाहिँ यो मान्छे ठिक हो भनेर त्यो विश्वास दिलाउन पनि त त्यसमा त मेहनत पर्छ नि। कसैले त टप्प टिपेर ल त जा भनेर चुनावमा त भनेको छैन नि। रासोपाको त टिकट पाउन त धेरै मुस्किल थियो नि त। भनेपछि अब कति हुन्छ फिल्डमै खटेर मेहनत गर्ने, कति हुन्छ दिमागले चाहिँ एउटा मेहनत गर्ने भन्ने हुन्छ, र आफआफ्नो ठाउँबाट त्यो मेहनत भाउँछ। र मान्छेले फल पाउने भनेको परिश्रम र मेहनतको हो। अरू चाहिँ भन्दा नि अब यो भाग्य पनि होला। अब कतिले भन्छ आशिष कति भाग्यमानी भन्छ, हो म भाग्यमानी हो, तर भाग्यमानी भनेर अब डोकोमा दुध दोहोर पनि अडिँदैन, मेहनत गर्नुपर्छ। त्यही भएर हामी नेपालीले चाहिँ बुझ्नुपर्ने कुरो के हो भन्दा हामी मेहनत गर्न सिक्नु पर्यो, मेहनत गर्न जान्नु पर्यो, होइन? आज म ढुङ्ग्रेवासमा जन्मेको, हिजोको दिनमा हामी चाहिँ हिँड्दै आउँथ्यौँ, बजार आउनु पऱ्यो नि जहाँ पनि। आज मान्छे अटो, गाडी, मोटरसाइकल नचढिकन हिँडेर आउनेको त सङ्ख्यै देखिँदैन। भनेपछि हामी त श्रम गर्न त बिर्सिसक्यौँ क्या, सोखिन बन्न सिकेको छौँ। अब त्यो संस्कृतिलाई हामीले चाहिँ अलिकति अगाडि बढाउनुपर्छ। र हाम्रो राजनीतिक पनि तौर तरिका चाहिँ अहिले भिन्दै छ क्या। जस्तो हिजोको दिनमा मेरै काकाको कुरा गरौँ न, हरिबल गजरेल भनौँ अथवा सिपी गजरेल भनौँ, उहाँहरू हिँडिरहँदाखेरि 8-10 जना उहाँहरूसँग सधैँ पछाडि हुन्थे। आज त हामी त लिएर पनि हिँड्दैन, हाम्रो त आउँदा पनि आउँदैन, होइन? किनभने हामी त्यो संस्कृतिबाट अगाडि बढेको पनि होइन, र हामी धेरै इन्गेज पनि भइरहनु भएन क्या। अब हिजोको दिनमा निर्वाचित हुन भोट चाहियो, निर्वाचित भएपछि त अब हामी डेलिभरी गर्नु पर्यो क्या। अब आफ्नै कार्यकर्तासँग 20 जनासँग बस्यो भने त उहाँहरूसँग 5 मिनट समय दियो भने पनि धेरै जान्छ नि त। अनि म कहिले अध्ययन गर्ने, कहिले मेरो प्लान बनाउने। त्यही भएर अब हामी चाहिँ भिन्न खालको राजनीतिक अभ्यासमा चाहिँ आएका छौँ। अब जस्तै अहिले तपाईँको भनौँ न, अमेरिकामा तपाईँको चाहिँ गृहमन्त्री को हो भन्यो भने त्यो अमेरिकन म्याक्सिममलाई थाहै हुँदैन, थोरैलाई थाहा हुन्छ। जर्मनीको परराष्ट्र मन्त्री को, फलानु मन्त्री को भने त्यो जर्मनीको मान्छेलाई थाहा त हुँदैन, होइन? जर्मनीमा जस्तै भनौँ भने फुटबल प्लेयरलाई चिन्छन्, नेता मन्त्रीलाई त चिन्दा पनि चिन्दैनन् नि। भनेपछि त बाटोमा हिँड्यो भने पनि वास्ता गर्दैन। यहाँ त झुम्मिने, होइन? बोलिरहने, गफ गरिरहने, सोधिरहने, अनि उहाँहरूसँग त काम गर्ने, सोच्ने समय पनि भएन नि त। त्यही भएर अब राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ खालको अभ्यास गरिरहेको छ, हामी पनि त्यो अभ्यासमा छौँ। तपाईँले जितिसक्नु भए पछाडि निर्वाचन कार्यालय अगाडिदेखि खुल्ला मञ्च हुँदै हुँदै स्टेजसम्म तपाईँलाई त बोकेरै लग्यो नि मान्छेले। भनेपछि मान्छेको त्यो कति विश्वास रहेछ त। राष्ट्रिय स्वतन्त्र पार्टीले
हाम्रो विकास गर्छ, सुशासन ल्याउँछ, भ्रष्टाचार अन्त्य गर्छ, विदेशमा रोजगारीको लागि जानुपर्ने अवस्थालाई अन्त्य गर्छ भन्ने त्यो विश्वास हो नि त। जुन मलाई बोक्नु भयो भनेपछि त्यो एउटा विश्वासलाई बोक्या हो नि। आशिष गजरेलको ठाउँमा त जीवी श्रेष्ठ पनि हुन सक्थ्यो नि, त्यो त जो पनि पात्र हो नि त, होइन? भनेपछि हाम्रो पार्टीप्रतिको जुन आकर्षण छ त्यो देखा त्यत्रो बोकेर लिएर जानुभयो, होइन? त्यतिखेर तपाईँलाई चाहिँ कस्तो लागिरहेको थियो? मलाई त त्यसले त झन् तपाईँको त यो बोझमाथि बोझ। तपाईँले सोच्नु पनि भएको थिएन होला ताकि समर्थकहरू शुभचिन्तक अगाडिदेखि नै त्यहाँ हल्ला गरेर कतिखेर हुन्छ तपाईँलाई भेट्नको लागि, होइन, तपाईँलाई बधाई दिनको लागि चाहिँ त्यहाँ भिड त थियो, तर त्यो तरिकाले तपाईँलाई नै च्याप्प समाएर बोकेर फिलिले लानुहुन्छ भने तपाईँले सोच्नु पनि भएको थिएन। मैले सोचेको थिइनँ त्यतिसम्म उहाँहरूले जुन आस्था देखाउनु भयो, जुन विश्वास देखाउनु भयो, त्यो चाहिँ अगाड रह्यो, होइन? कसैले चाहिँ एउटा मतदाताले काँधमा बोकेर घुमाउनु भनेको चाहिँ त्यो एउटा सानो विश्वास होइन, त्यो चाहिँ, है? अहिले फेरि तपाईँको यो अहिले यो जनताहरू चाहिँ नेताहरूसँग रुष्ट भएको समय फेरि, होइन? अहिले त तपाईँको हेर्दाखेरि त धेरै गाली आइरहेको हुन्छ नि त, सामाजिक सञ्जालदेखि लिएर नेता देखेपछि यता फर्केर हिँड्नेसम्म अवस्था चाहिँ भएको थियो नि त। यो बिचमा त दिगदारी भएको थियो जनता, तर त्यो बिचमा पनि त्यसरी चाहिँ एउटा नेतालाई कुनै एउटा कलाकार जसरी, होइन, बोकेर चाहिँ दौडाइरहँदाखेरि जिम्मेवारीका पनि बोध त आयो होला एकदम। हेर्नु न, अब त्यहाँ फोटो खिचाउने 2-3 घन्टा त फोटो मात्र खिच्नु पर्यो भनेपछि त्यो भनेको त तपाईँको विश्वास हो नि त, होइन? यो त थप धेरै जिम्मेवारी हो नि यो भनेको। कोही मान्छे फोटो खिचाउनलाई लाइनमा बसेर घन्टौँ कुरेर फोटो खिच्ने भनेपछि त, होइन? त्यो सायद नयाँ दृश्य पनि हो सिन्धुलीको लागि। हो, नयाँ कुनै कुनै नेताले चुनाव जितिरहँदाखेरि त्यो तरिकाले चाहिँ सम्मान र माया त देखिया थिएन योभन्दा अगाडि अरूको लागि। भोलिका दिनमा देखियो होला फरक कुरा रह्यो। त्यो तपाईँहरूले क्लियरली देख्नु भएको रहेछ। मलाई पनि त्यही फिल भयो। अब जसरी चाहिँ हाम्रो नेताजीहरू रविजी बालेनजी हिँड्दाखेरि जुन हिसाबको जनताको भिड लाग्ने माया गर्ने, त्यो हाम्रो चुनाव जितेको दिन पनि त्यो दृश्य चाहिँ देखियो। भिड थियो, फोटो खिच्नको लागि घन्टौँ कुर्नु भयो, होइन? त्यत्रो चाहिँ सम्मान दिनुभयो, होइन? यसले त तपाईँको कति जिम्मेवारी बनायो, कति जिम्मेवारी बनायो। अब त्यो चाहिँ अब एउटा भनौँ न आफ्नै मनले पनि चाहिँ, त्यही भएर अहिले मैले भनेको थिएँ भनी तपाईँलाई पनि, अब यति चाहिँ मन मुटु यति चाहिँ गरुङ्गो भएको छ यो चुनौतीले। र बेलुका जाँदाखेरि चुनावी अभियानमा जति पनि डायरीमा लेखेको छु त्यो पल्टाएर हेरिरहेको हुन्छु, यो कसरी डेलिभरी गर्ने, जनताको माग, होइन? अब हामीले जनतालाई के भन्यौँ, हामी झुटो आश्वासन दिँदैनौँ। एउटा सङ्घीय संसदको काम भनेको चाहिँ नियम कानुन बनाउने हो, देशलाई एउटा सिस्टममा ल्याउने हो। हामी यस्तो खालको कानुन बनाउँ जसले निर्माणलाई गति दिन्छ, व्यवस्थित गर्छ, रोजगारी सिर्जना गर्न उद्योगमा लगानी ल्याउँछ, उद्योगलाई सहजीकरण गर्छ, कृषि आधुनिकीकरण गर्छ, होइन? पर्यटनमा चाहिँ एउटा चाहिँ फड्को मार्ने खालको चाहिँ हामी कानुन नियम नीति बनाउँछौँ भनिरहँदाखेरि पनि, तर उहाँहरूले त त्यति मात्र कुराले त चित्त बुझाउनु भएको छैन। त्यति भनिरहँदाखेरि पनि उहाँले त टिपाउनु भएको छ। मल समयमा चाहियो, सिँचाइको लागि चाहिँ कुलो चाहियो, पिउने पानी चाहियो, होइन? के अरे खोलाले चाहिँ जग्गा लान्छ, तटबन्ध चाहियो, मेरो छोराछोरीलाई रोजगारी चाहियो, यहाँ चाहिँ ढल चाहियो, यहाँको सबै सडक पिच हुनु पर्यो, होइन? भनेर त सबै टिपाउनु भएको छ नि। हरेक वडाको चाहिँ हरेक ठाउँको टिपिराखेको छु नि, होइन? भनेपछि अब यसलाई कसरी चाहिँ डेलिभरी गर्ने? 5 वर्ष कार्यकाल छ। देशको बजेट भनेको चाहिँ वार्षिक बजेट 17 खर्ब हो, त्यसमा पनि विकास बजेट भने जम्मा 20% हो। 20% भने 3 खर्ब 40 अर्ब हो। त्यसमा पनि हामी 60% मात्र खर्च गर्दाखेरि 2 खर्ब होला। अब हामी आएपछि अलिक धेरै खर्च होला भन्यो भने पनि 2.5-3 खर्बले 77 वटा जिल्ला बनाउनु पर्ने छ। त्यो त फेरि सबै सिन्धुलीको लागि मात्र खनाउन मिल्दैन, त्यो पनि क्षेत्र नम्बर 2 को लागि मात्र। सिन्धुली भन्दा विकट जिल्ला त कति छन् भनेपछि
यस्तो सोचले चाहिँ म चाहिँ यस्तो चाहिँ चिन्तित सिन्धुलीको लागि मात्र हेरेर पनि भएन फेरि तपाईँहरू भएन हामी त सिन्धुली मात्र बनाउन आफ्नो टोल मात्र बनाउन आएन हामी त देश बनाउन आएको भनेपछि यो समस्या छ यो कुराहरू म पार्टीमा पनि राख्छु राम्रोसँगले किनभने अब जता जानुहोस् होइन अछाम जानुहोस् अथवा चाहिँ तपाईँको झापा जानुहोस् अथवा सिन्धुली नै जानुहोस् रामेछाप जानुहोस् ओखलढुङ्गा जानुहोस् होइन अब चाहिँ कर्णालीका चाहिँ जिल्लाहरू जानुहोस् कालीकोट जानुहोस् जुम्ला जानुहोस् हुम्ला जानुहोस् त्यहाँ त तपाईँको विकासको माग सडककै कुरा गरौँ न सडककै माग कति होला त अनि त्यो सडकलाई चाहिँ तपाईँको अब हामी विकास बजेट भनेर वार्षिक रूपमा 2 खर्बदेखि 3 खर्ब हुन्छ भनेपछि कति बनाउने भन्ने कुरा चाहिँ त्यही भएर पहिलोको हिसाबले विकास गरेर हामी अब अगाडि बढ्दैनौँ अब चाहिँ हामी स्मार्टली चाहिँ सोच्नुपर्ने चाहिँ अवस्था चाहिँ छ अब स्मार्टली भएका सबै सडकलाई पिच बनाउन सम्भव पनि छैन त्यो गर्नु पनि हुँदैन सडक चाहिँ के हो त भन्दा उत्पादनसँग जोडिनुपर्छ होइन उत्पादन सडकले के हो त सडक भन्ने पूर्वाधारको नि पूर्वाधार हो विकासको आधार हो तर सडकले के हो त भन्दा तपाईँको सामाजिक र आर्थिक गतिविधिलाई चलायमान बनाउनु पर्यो होइन त्यही भएर जस्तो पर्यटनसँग जोड्नु पर्यो कृषिसँग जोड्नु पर्यो होइन उद्योगसँग जोड्नु पर्यो होइन र अरू विकाससँग जोड्नु पर्यो क्या उत्पादन हुनु पर्यो रिटर्न दिनु पर्यो क्या सडक बनाएर खर्च मात्र गरेर त्यसले धान्न पनि सक्दैन र एउटा कुरा हामी प्रष्ट के बोल्न सक्नुपर्छ भन्दा मान्छेलाई एउटा आफ्नो बस्ती आफू जन्मेको ठाउँसँग आस्था हुन्छ होइन त्यही भएर हाम्रो हेर्नुहुन्छ भनेदेखि एउटा टुप्पामा 2टा घर छ अर्को टुप्पामा 2टा घर छ अर्कोमा 3टा छ एउटा छ अनि सबै ठाउँमा ट्र्याक खोलेको छ सबै जनताको माग के हो त भन्दा त्यहाँ चाहिँ ढलान गरिदिनु पर्यो सडक अथवा पिच गरिदिनु पर्यो भन्छ एउटै वडामा तपाईँको त्यस्ता त 300-400 किलोमिटरको ट्र्याक छ सबै पिच गर्ने हुन्छ होइन अब सिन्धुलीमै 38वटा वडा छ हरेक वडामा 500 को दरले पिच गर्ने हो भने त कति बजेट खर्च गर्ने त्यही भएर हामीले यी समग्र कुरालाई चाहिँ एउटा राम्रोसँगले विश्लेषण गर्नुपर्छ अब बाहिरी देशमा विकसित देशमा के हुन्छ त भन्दा तपाईँको बस्ती विकास गर्नको लागि एउटा ठाउँ राखिन्छ र त्यहाँ चाहिँ घरहरू बनाइन्छ र त्यहाँ चाहिँ आधारभूत पूर्वाधारहरू चाहिँ सडक भयो खानेपानी भयो बिजुली भयो ढल भयो होइन यस्ता कुराहरू चाहिँ आधारभूत कुराहरू चाहिँ त्यहाँ बनाइन्छ र त्यो अनुसारले प्लानिङ हुन्छ तर हाम्रो त के भन्छ हरेक टुप्पा हरेक ठाउँमा जहाँ मन लाग्यो त्यहाँ चाहिँ घर छ र हरेक घरमा के हो त बाटो नगएको ठाउँै छैन नि अब त्यो छैन ट्र्याक त खोलिएको छ त्यसलाई अब पूर्ण रूपमा चाहिँ दिन सकेको छैन अब त्यो पुरानो नेताहरूले चुनावी नारा बनाए ट्र्याक खोले अब हामीले त्यसलाई कसरी व्यवस्थापन गर्छौँ भन्ने कुरा चाहिँ त्यो पनि गहन हाम्रो लागि चुनौती छ अब अहिले हामीले सिधै यो पिच बनाउन सक्दैनौँ भनेर भन्यो भने उहाँहरूले बुझ्नुहुन्न अर्थक लाग्छ होइन तँलाई जिताएर पठाएँ हिजोको दिनमा तैँले सडक बनाउँछु भनी होइन अब हामीले सडक बनाइदिन्छु पिच गरिदिन्छौँ त भनिनौँ तर के भन्यौँ भन्दाखेरि हाम्रो बजेट कम छ र आवश्यकता अनुसारले क्रमिक रूपमा हामी विकास गर्छौँ भनेका छौँ किनभने गर्ने पनि त्यो हो र अध्ययन गरेर गर्छौँ भनेको छ उहाँहरूले त्यो अध्ययन गर्छौँ यो गर्छौँ भन्ने कुरा उहाँहरूले एउटा कानले सुन्नुहुन्छ अर्को कानले उडाइदिनु उहाँले त के हो त भन्दा मेरो घरसम्म आउने बाटो पिच गर्नु पर्यो द्याट इज द बटम लाइन भन्ने उहाँहरूले बुझ्नु भएको छ हामीले जे भने पनि उहाँहरूको बुझाइ त्यही हो भनेपछि एकपल्ट यो अझ विज्ञहरूसँग बसेर होइन हामीले चाहिँ यसलाई छलफल गर्नुपर्छ यो कुरा चाहिँ मैले पार्टीमा प्रष्ट भन्छु किनभने हामी त अहिले 77वटा जिल्लामै जितेका छौँ 77वटा जिल्लामै होइन 165वटा चाहिँ निर्वाचन क्षेत्र छ त्यहाँ हरेक ठाउँमा चाहिँ सडक पिच गर्ने नै अधिकतम माग छ भनेपछि हामी यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा चाहिँ गहन रूपले चाहिँ हामी सोच्नुपर्छ होइन र एउटा त्यो कुरा भयो र जनताले अहिले खोजेको चाहिँ एउटा रोजगारी देखेँ मैले होइन गाउँमा गयो भने बुवा आमा हुनुहुन्छ उहाँले के भन्नुहुन्छ छोरा तिमीलाई भोट त हामी दिन्छौँ तर म बिरामी हुँदाखेरि हामी बिरामी हुँदा हस्पिटल लाइन त कुरै छोडिदेऊ तातो पानी तताएर दिने मान्छे पनि हुँदैन यहाँ एकजनाको मृत्यु भयो भने मलामी जान युवा पनि हुँदैन हो यसको अन्त्य हुनु पर्यो भनेको मतलब वैदेशिक रोजगारलाई जानेहरू नेपाल फर्किनु पर्यो यहीँ केही हुनु पर्यो यहाँ रोजगारी आउनु पर्यो बाहिर जानु नपरोस् भन्ने कुरा अनि हरेक ठाउँमा गयो भने यो भ्रष्टाचारलाई चाहिँ फाँसी दिनुपर्छ यो कानुन ल्याऊ भनेर चाहिँ उहाँहरू त्यस्तो निर्मम हुनुहुन्छ भ्रष्टाचारको विषयमा
होइन, अति नै भएर पनि त्यो भन्नुभयो होला सायद। अर्को सुशासनको कुरा होइन, सरकारी अफिसमा जाँदाखेरिको पीडा सुनाउनुहुन्छ उहाँले होइन। एउटा चाहिँ नागरिकता हराएर गएँ भनेदेखि त्यसको प्रतिलिपि पाउन महाभारत छ। कोही नेतासँगै टाँसिएर जानु पर्यो। एउटा चाहिँ मेरो छोरा 16 वर्ष हुन्छ, आफै नागरिकता बनाउन जान सक्दैन, बाउले लिएर जानुपर्छ, यस्तो अवस्था छ। सरकारी अफिसमा गयो हाकिमहरू भित्र चिया खाएर बस्छन्, हामीलाई भेटै दिँदैनन् होइन। एउटा चाहिँ मालपोतमा गयो, त्यहाँ चाहिँ कामै हुँदैन हाम्रो, एकजना समात्नुपर्छ काम गर्नलाई, कसलाई समातेर के खुवाउनु पर्ने हो भन्ने चाहिँ हुन्छ भने यस्तो देशमा कसरी हामी चाहिँ बस्ने भन्ने कुराहरू गरिरहनु भएको छ। त्यही भएर अहिले प्रमुख चाहिँ हामीले एउटा सुशासन चाहिँ फिल गराउन सकियो भनेदेखि जनताहरू हामीसँग खुसी चाहिँ हुनुहुन्छ। जनतालाई यो 6 लेन 8 लेन सडक, पिच सडकसँग खासै लगाव छैन, उयो भन्ने सडक हो, तर चाहिएको जनतालाई चाहिँ सजिलै काम बन्नु पर्यो, शान्तिनो कुराहरू पनि पाइरहेको अवस्था छैन नि जनता छैन। जनतालाई अहिले चाहिएको भनेको रोजगारी, सुशासन र भ्रष्टाचार अन्त्य, यो 3टा कुरा भयो भने चाहिँ उहाँहरू हामीसँग खुसी हुनुहुन्छ। यसमा चाहिँ हामीले फोकस गर्नै पर्छ र यसको चाहिँ आधारभूत भनेको चाहिँ हाम्रो डिजिटलाइजेसनमा चाहिँ फोकस गर्नै पर्छ क्या। अनि आज हेर्नु न तपाईँ कतिवटा कार्ड बोकेर हिँड्ने यार, अब राष्ट्रिय परिचय पत्र, नागरिकता होइन, लाइसेन्स होइन, अनि निर्वाचनको चाहिँ तपाईँको त्यो परिचय पत्र होइन, कतिवटा चाहिँ बोकेर हिँड्ने क्या। राख्दै हरला पनि राख्दै के चाहिँ राख्ने के चाहिँ नराख्ने। अनि राष्ट्रिय परिचय पत्र भएपछि त सबै कुरा त्यसले गर्नुपर्ने होइन। अब 16-18 वर्षपछि भोट दिन पाइन्छ भनेपछि त्यो राष्ट्रिय परिचय पत्र अनुसारले भोट दिए हुँदैन, फेरि अर्को कार्ड बनाउनु के जरुरत छ। आखिरमा राष्ट्रिय परिचय पत्र बनाउँदा तपाईँको चाहिँ बायोमेट्रिक पनि लिएकै हुन्छ, तपाईँको फोटो पनि लिएकै हुन्छ, त्यहीलाई चाहिँ निर्वाचनको परिचय पत्र बनाए हुँदैन। सिम्पल छ त कुरो। अनि यो किन दस्तरी गरेको भन्दाखेरि ठेक्का लाउन पाइन्छ भनेर हो होइन। यो दस्तरी कार्ड बोकेर हिँड्नुपर्ने, यो त राज्यलाई पनि झन्झट लाइन बसेर त्यो बन्नुलाई यति दुःख पाइन्छ कि फेरि प्रशासनमा जाँदाखेरि होइन, त्यो शास्ति त फेरि छुट्टै छँदैछ। अब तपाईँको त्यही भन्नु न, एउटा ब्याङ्कको कार्ड भयो भने चाहिँ खाता खोलेको 2 दिनमा आउँछ, लाइसेन्स दियो भने चाहिँ 3 वर्षमा पनि आउँदैन। भनेपछि युवालाई त लाइसेन्स नपाउँदाखेरिको पीडा कति होला त। युवाहरू त्यसै अहिले चाहिँ आएका छैनन् क्या, घन्टी त्यसै भनेको छैन नि त, त्यो पीडा। अब भोलि पनि हामी आएर फेरि एउटा लाइसेन्स चाहिँ ड्राइभिङ लाइसेन्स लिन 3 वर्ष लाग्यो भने त फेरि हामीलाई लहटिहाल्छ नि होइन। भनेपछि के खोजेको जनताले भने हिजो चाहिँ जुन एउटा विकृति भयो, जुन एउटा समस्या भयो, आफ्नोलाई काखी च्याक्ने होइन भन्ने जुन समस्या हो, त्यसलाई हामी चिर्छौँ भनेर आज भोटमा आएको हो नि त हामीले त। त्यसलाई त हामी जसरी भए पनि चिरेर देखाउनुपर्छ, त्यसको लागि हामीले धेरै मेहनत गर्नुपर्छ। यो कागजपत्रकै कुरामा चाहिँ तपाईँले सायद देख्नु पनि भयो होला, मैले केही समयसम्म देखेको थिएँ भिमानमा कनपा 9मा चाहिँ मत हाल्न पाएनन् र युवाहरूले, केही युवाहरूको आवाज सुनिरहेको थिएँ मैले भिडियोमा। त्यहाँ चाहिँ कस्तो भएछ भने यो परिचय पत्रकै कुरामा चाहिँ त्यो हुँदा पनि ओरिजिनल चाहिँ नभनौँ, त्यो फर्म भरिसकेपछि दिनुहुन्छ एउटा कागज पेपर, त्यसले जहाँ पनि काम चाहिँ त्यसैले गर्छ ओरिजिनलले होइन, तर त्यहाँ चाहिँ भोट हाल्न दिएन भन्ने कुराहरू आएको थियो। तपाईँले थाहा पाउनुभयो त्यो कुरा? त्यो मैले पनि सुनेको थिएँ, फेरि कसैले हो भन्छन् कसैले होइन भन्छन्, तर त्यही हो। अब यो भोट दिने पाउने नपाउने भन्दाखेरि पनि अब एउटा चाहिँ राज्यले कुनै एउटा डकुमेन्ट दिन्छ भने त त्यो त भ्यालिड हुनु पर्यो नि त होइन। जस्तै उदाहरणको लागि मसँग सिन्धुलीमा जारी गरेको नागरिकता छ। अब म यहाँ आउनुभन्दा अगाडि मेरो चाहिँ अब अस्थायी चाहिँ म भक्तपुरमा बसिरहेको। अब भक्तपुरमा केही पासपोर्ट बनाउनु पर्यो, अन्य कागजात बनाउनु पर्यो भने मेरो नागरिकता भेरिफाई गर्नलाई चाहिँ सिन्धुली जिल्ला प्रशासन कार्यालय पठाउनुपर्छ। यहाँबाट हो हामीले जारी गरेको भने चाहिँ बल्ल त्यहाँ चाहिँ काम हुन्छ भने चाहिँ यहीँले जारी गरेको नागरिकता त्यही भक्तपुरले नमान्ने, यहाँ तपाईँको फ्याक्स गर्ने बित्तिकै यहाँकोले हेरेर ओहो यहाँ हो भनेर पठाउँदैन नि त। फेरि यहाँ एकजनालाई फोन गरेर त्यहाँ गएर हेरिदिनुहोस् भने चाहिँ बल्ल आउने हो नि त। यस्तो पनि चाहिँ हुन्छ, यस्तो डिजिटल दुनियाँमा यस्तो चाहिँ यो नौटङ्की के हुन्छ त। अब यहाँहरूलाई चाहिँ कताबाट चाहिँ काम सुरु गरौँ भन्ने पनि भयो होला। अब जता हेऱ्यो अब धेरै सुधार्नुपर्ने कुराहरू छन्,
जिम्मेवारी धेरै जनताले तपाईँलाई दिनुभएको छ। मैले देखेको त हामीले देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्नको लागि क्लियर रोड म्याप लिएर आउने र रोजगारी सिर्जना हुने काम गर्नु पर्यो। तर तपाईँले हाम्रो चाहिँ पार्टीको बाचापत्र पनि हेर्नुभयो होला, त्यसमा क्लियरली लेखेको छ 5 वर्षमा 12 लाख रोजगारी सिर्जना गर्ने, 15,000 चाहिँ मेगावाट विद्युत नेसनल ग्रिडमा जडान हुने, 30,000 किलोमिटर चाहिँ तपाईँको राष्ट्रिय राजमार्ग, 10वटा ठुला खालका चाहिँ सिग्नेचर परियोजना विकास गर्ने र मध्यम वर्गमा चाहिँ धेरै जनसङ्ख्या हुने हिसाबले चाहिँ हामीले त्यो आय बढाउने। जस्तो अहिले चाहिँ हाम्रो चाहिँ यो पर क्यापिटा इन्कम चाहिँ 1450 अमेरिकन डलर छ भने अब त्यसलाई चाहिँ बढाएर 3,000 अमेरिकन डलर पुर्याउने होइन। अहिले चाहिँ हाम्रो जिडिपी पनि 42 अर्ब अमेरिकन डलर छ भने त्यसलाई चाहिँ 100 अर्ब को चाहिँ अमेरिकन डलरको जिडिपी बनाउने भन्ने एउटा हाम्रो क्लियर एउटा चाहिँ उद्देश्य छ, एउटा टार्गेट छ। त्यही उद्देश्य प्राप्तिको लागि अब हामीले माइन्युटली काम गर्ने हो। यहाँहरूको उद्देश्य मध्ये धेरै छन्, त्यहाँ एउटा ठ्याक्कै मलाई याद पनि आयो, अहिले पछिल्लो समय अलिकति त्यो चासोमा पनि हेरिया छ। अब यो शिक्षकहरूको सबैको आफ्नो सङ्गठन छ होइन। अब त्यहाँ चाहिँ के छ भने तपाईँहरूको यो उद्देश्यमा चाहिँ त्यसलाई अब हामी खारेजै गर्छौँ भन्ने कुराहरू पनि थियो, त्यो कतिको सम्भव छ त? होइन, अब यस्तो हो, अब एउटा चाहिँ किन पनि भयो भने जस्तै अब सङ्गठनमा नलागिकन शिक्षकले कतै सरुवा गर्नु पर्दाखेरि या कतै के गर्नु पर्दाखेरि सङ्गठनबाटै जानुपर्ने एउटा बाध्यता पनि काहीँ काहीँ देखिन्छ। त्यसले गर्दाखेरि सङ्गठनमा नबसेका शिक्षक शिक्षिकालाई चाहिँ अलिकति मार परेको पनि देखिन्छ। हेर्नुहोस्, अब सबभन्दा मर्यादित पेसा भनेको त शिक्षकको हो नि त। शिक्षक शिक्षिका भनेको त मर्यादित पेसा त सबभन्दा त्यो हो नि होइन। बाहिर युरोपतिर गयो भने प्रोफेसर भनेपछि मान्छे हो, प्रोफेसर भनेपछि अर्कै होइन, अर्कै चाहिँ दुनियाँको भयो होइन। टिचर भनेपछि त्यो हुन्छ। हामी पनि त्यो मर्यादित बनाउनु पर्यो क्या। आज त एमाले टिचर, काङ्ग्रेस टिचर, माओवादी टिचर, जसपा टिचर, त्यस्तो पनि हुन्छ। यो को भन्दा यो एमालेको खाँटी सहर रे। अब त्यस्तो देश पनि हुन्छ भन्नु न। यो को भन्दा यो चाहिँ खाँटी चाहिँ माओवादीको शिक्षक रे। शिक्षक पनि माओवादी र एमाले भन्ने हुन्छ भनेपछि देश कसरी बन्छ त होइन। हिजोको दिनमा म चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी भनेर भोट मागेँ र राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्नेले चाहिँ मलाई भोट दिनुभयो। 100% भोट त पाएको छैन नि हामीले। अब भोलिको दिनमा यो काङ्ग्रेस यो माले मलाई चाहिँ हरिहरपुर गढीबाट मरिनबाट घ्याङलेकबाट भोट आएन, म त्यहाँ चाहिँ गर्दिनँ, त्यो भन्ने छुट छ त हामीलाई? छैन नि। हामी त अब सिन्धुली क्षेत्र नम्बर 2 को त म त साझा चाहिँ तपाईँको यहाँ जनप्रतिनिधि हो नि त। कसैलाई छुट्याउनु भयो त भएन नि होइन। त्यही अनुसारले शिक्षक होस् अथवा कर्मचारी होस्, उहाँ त राष्ट्र सेवक हो नि। अनि उहाँहरू पार्टीमा लाग्ने, पार्टीको झोला बोक्ने, पार्टीको चाहिँ उद्देश्य प्राप्तिको लागि काम गर्ने, पार्टीको चाहिँ आइडियोलोजी बोक्ने, पार्टीको कार्यक्रमहरूमा जाने होइन। अब त्यो भयो भने त उहाँहरूले पढाउँदाखेरि पनि यो चाहिँ एमालेको छोरा है, यसलाई चाहिँ अलि राम्रो पढाउनु पर्छ, यो चाहिँ काङ्ग्रेसको छोरा है, यो चाहिँ माओवादीको छोरी है भन्ने सोच्नुहुन्छ होला नि पढाउँदाखेरि। अनि त्यसले देश बन्छ। त्यही भएर हाम्रो शिक्षा क्षेत्र पनि जति मर्यादित हुनुपर्ने त्यति मर्यादित भएको छैन क्या। त्यही भएर यो मर्यादित बनाउन पनि शिक्षा क्षेत्रमा चाहिँ राजनीति त अन्त्य गर्नै पर्छ। म जर्मनीमा त्यत्रो पढेँ, कुनै राजनीति त्यहाँ चाहिँ दलको सङ्गठन हुँदैन थियो युनिभर्सिटीमा। अब यो घन्टीले चाहिँ कतिको प्राथमिकतामा राख्छ भन्ने कुरा छ क्या। अब यो अहिले हामीले कुराकानी गऱ्यौँ नि, धेरै छन् तपाईँहरूले गर्नुपर्ने, तपाईँहरूले निकाल्नु भएको एजेन्डाहरू चाहिँ, तर यो चाहिँ प्राथमिकतामा पर्छ कि पर्दैन भन्ने कुरा। अनि यो त प्राथमिकतामा परेको पनि देखियो। योभन्दा अगाडि पनि हाम्रो मन्त्री सुमना श्रेष्ठ हुँदाखेरि पनि यो कुरा चाहिँ हुँदैन भनेर उहाँले चाहिँ त्यो धेरै शिक्षक शिक्षिका पीडित पनि देखिरहेछ क्या यसले गर्दाखेरि चाहिँ। हो नि, अब आबद्धै हुनु पर्यो, दलमा हुनु पर्यो, नहुँदाखेरि छुट छैन जत्तिकै भएको छ। अब नेपालमा चाहिँ मलाई कस्तो लाग्छ भने सबैजनाको चाहिँ यो किन राजनीतिमा चाहिँ आसक्ति हुनु पर्यो भन्ने कुरा अचम्म लाग्छ क्या। एउटा शिक्षकलाई एउटा राजनीतिक दलमा लाएर पाउँछ के क्या
तलब त बढ्दैन भन्ने बित्तिकै प्रमोसन पनि पार्टीले गराउन सक्ने पनि होइन होइन। ज्यादाभन्दा ज्यादा त सरुवा चाहिँ गर्न सक्छ होला। अब केही गल्ती गरियो भने छुट पाइन्छ भनेर हो कि? अब गल्ती त गल्ती अब त्यो पनि होला, तर त्यतिको लागि किन आफ्नो चाहिँ एउटा मर्यादित पेसालाई चाहिँ एउटा झोला बोकेर हिँड्ने हो क्या? झोला हुने त उहाँहरू त ज्ञानको झोला बोकेर हिँड्ने हो नि त। उहाँले चाहिँ किन एमाले, काङ्ग्रेस, माओवादी जसपा अरू पार्टीको झोला किन बोक्नु? उहाँले त ज्ञानको झोला बोक्नु पर्ने होइन, पार्टीको झोला किन बोक्ने? त्यो चाहिँ नोट गर्नुपर्ने विषय हो क्या। ज्ञानको झोला बोकेर हिँड्नुपर्ने मान्छे पार्टीको झोला बोकेपछि त त्यो देश बन्दैन नि त। उहाँहरूले त आज हाम्रो यो सार्वजनिक विद्यालयको किन चाहिँ गुणस्तर यो प्राइभेटको जस्तो हुँदैन भन्ने कुरा चाहिँ मुख्य हो क्या। किनभने उहाँहरू अपग्रेडै हुनुहुन्न। उहाँहरू त पार्टीको झोला बोक्दै फुर्सद छैन, पार्टीको नेतासँग भेट्दै फुर्सद छैन, राजनीति गर्दै फुर्सद छैन। उहाँहरू त बेलुका बसेर त पढ्नु पर्दैन। जस्तो म जाहिर खाइरहँदाखेरि पनि पढाइरहन्थेँ। म पढाउँदाखेरि त पढाउनुभन्दा त बढी त म त पढ्नु पर्थ्यो। पढेन भने त त्यो विद्यार्थीले उल्लु बिल्लु बनाइहाल्छ। किनभने आजको विद्यार्थी त टिचरभन्दा पनि अगाडि छन् नि होइन। तपाईँको मेरो छोरा 10-12 वर्षको चाहिँ बच्चा हामीभन्दा उनीहरूसँग धेरै नलेज छ। आज अमेरिकाको बच्चाले, जर्मनीको बच्चाले जुन भिडियो हेर्छ, जे भिडियोबाट ज्ञान पाइरहेको छ, नेपालको बच्चाले पनि त्यो ज्ञान पाइरहेको छ क्या। तर हामी त पुरानो सोचको भएको मान्छे, हामीभन्दा त हाम्रो बच्चा कति फरवार्ड छ। तर त्यसलाई पढाउने टिचर त्यो लेभलको छ त, उसले आफ्नो ट्रेनिङ लिइरहेछ, आफ्नो ज्ञान बढाइरहेको छ। आज बदलिदो परिस्थितिमा बदलिदो जानकारीहरू लिएर त्यो जानकारी दिइरहेको छ त उसले चाहिँ विद्यालयमा छैन नि त। उही पुरानो स्टाइलले अब अहिले भन्छ नि 2 1 जा 2, 2 2 जा 4, 2 3 जा 6 भन्छ। अहिलेको बच्चाले भने 2 1 जा 2 भने के हो? त्यस्तो पनि कहीँ हुन्छ। 2 2 जा 4 भने के हो? 2 2 जा 4 त्यो कहीँ छ संसारमा? छैन नि। उसले के भन्छ? 2 मल्टिप्लाइड बाई 1 कति, 2 मल्टिप्लाइड बाई 2 कति, 2 मल्टिप्लाइड बाई 3 कति भने यति पनि हामीले चाहिँ सरकारी स्कुलमा सिकाउन सकेको छैनौँ क्या। आज पनि तपाईँ 2 1 जा 2, 5 1 जा 5, 5 2 जा 10 भनेर सिकाइरहेको छ। त्यो भने के हो भन्दा हामी अपडेटै भएको छैनौँ क्या आजको दुनिया। जस्तो पहिला गरियो अहिले पनि त्यही कन्टिन्यू आइरहेछ। अहिले पनि त्यही छ। अब तपाईँको बच्चाले त युनिभर्समा के भइरहेको छ, विज्ञानमा के भइरहेको छ, उसले त सबै तपाईँको गुगल र चाहिँ युट्युब भिडियो हेरेर जानकारी पाइरहेको छ। त्यो लेभलमा हाम्रो टिचरलाई त थाहै छैन नि। उहाँहरू त जाहिर खानुहुन्छ, बिहान बेलुका चिया खानै पर्यो, फेरि पार्टीको झोला बोक्नै पर्यो। अनि फेरि राज्यले पनि के हो त भन्दा शिक्षकहरूलाई त ट्रेनिङ दिनुपर्छ, अपग्रेड गराइरहनुपर्छ होइन। नयाँ परिवेशमा चाहिँ त्यो नयाँ शिक्षा, नयाँ ज्ञान र पढाउने पनि मेथोडोलोजीहरू त सिकाउनु पर्यो नि त। किन आज चाहिँ प्राइभेट स्कुलहरूमा चाहिँ राम्रो हुन्छ भन्दा त्यहाँ चाहिँ टिचरलाई ट्रेनिङ दिन्छ, मेथोडोलोजी दिन्छ, गाइड गर्छ, अनुशासनमा राख्छ, समयमा सुरु हुन्छ, समयमा क्लास एन्ड हुन्छ, होमवर्क गराउँछ होइन। र पढाउने मेथोडोलोजी पनि फरक छ। हिजो हामीले पढाएको चाहिँ हिसाबले आजको विद्यार्थीलाई पढाएर हुन्छ? हुँदैन नि त होइन। जस्तो नेपालमा हुँदाखेरि हामी सबै फर्मुला घोक्थ्यौँ क्या, म्याथको, साइन्सको। जर्मनीमा गएर बस्यो फर्मुला त कुनै घोक्नु पर्दो रहेछ। फर्मुला चाहिँ कसरी आयो भन्ने कुरा चाहिँ देखाउनु पर्दो रहेछ बरु त्यहाँ। र कुनै फर्मुला चाहिन्छ भने फर्मुलाको चाहिँ बुक लानु पाइँदो रहेछ। त्यो फर्मुला हेरेर इक्जाममा लानु पाइने क्या। अनि तिमीलाई त त्यो फर्मुला कसरी आयो, यसको चाहिँ वैज्ञानिक आधार के हो भन्ने पो बुझ्ने हो त होइन। a + b होल स्क्वायर इक्वल टु a स्क्वायर + 2ab + b स्क्वायर भन्यो। तर त्यो a + b मल्टिप्लाइड बाई a + b भन्ने त पछि बुझ्यो क्या। अनि a + b होल स्क्वायर भनेको चाहिँ a + b मल्टिप्लाइड बाई a + b भन्ने कुरा त जर्मनी गएपछि बुझेँ क्या। यहाँ हुँदा त a + b होल स्क्वायर भने a स्क्वायर + 2ab + b स्क्वायर सिद्धो के हो थाहा छैन होइन। आज पनि त्यही हिसाबले पढाएर हुन्छ त? हुन्न नि। त्यही भएर अब पहिला चाहिँ हाम्रो इन्टिग्रेसन भन्थ्यो, यत्रो 2 पेजको हिसाब हुन्थ्यो। के रहेछ यो हिसाब भनेर चाहिँ गरेको भएर त त्यो त सबै अब कुनै तपाईँको चाहिँ फिगर भयो भने होइन, त्यो फिगरको त एक्ज्याक्ट त्यसको चाहिँ एरिया निकाल्न नसक्ने। त्यो गर्दाखेरि त्यसलाई चाहिँ सानो सानो टुक्रामा बनाएर जोडेको रहेछ। त्यो पनि उहाँ गएर बुझियो भनेपछि
यसरी हामी बुझेर पढायौँ भने बुझिन्छ र त्यसको लागि त टिचरले मेहनत गर्नु पर्यो नि त। यहाँ कसले मेहनत गर्ने? तपाईँले भने त राजनीति गऱ्यो भने बरु भोलि जागिर कुर्सीपछि नेता बन्न पाइन्छ कि हतपत खुसी दिएन, फेरि पावर चल्छ, निगरानीमा रहन्छ नि त राजनीतिक दलको, त्यो पनि बुझाइ हो कि जस्तो लाग्छ। सबैमा त्यो नहोला, केही होइन। म देख्छु क्या, यहाँ हामी सानो हुँदादेखि सिन्धुली जिल्लामा शिक्षक पनि अथवा चाहिँ कर्मचारी पनि अथवा साधारण व्यक्तिहरू पनि राजनीतिक दल भनेपछि एकदम आसक्ति हुने, तर उहाँहरूको त के परिवर्तन छैन। उहाँहरूले त खालि नेतालाई चुन्नुहुन्छ, पढाउनुहुन्छ, न समाजमा परिवर्तन छ न उहाँहरूमा चाहिँ केही परिवर्तन छ, न उहाँहरूको पर्सनल लाइफमा केही परिवर्तन छ। भनेपछि उहाँहरूले किन आफ्नो पेसा, मर्यादित पेसालाई चाहिँ थाती राखेर राजनीति गरेर आखिरमा न देशले लाभ पायो, न चाहिँ राजनीतिक दलले लाभ पायो, न चाहिँ समाजले लाभ पायो, किन गरेको भन्ने कुरा आजसम्म मैले बुझेको छैन। अब यो बिस्तारै हामीले बुझाउनु पर्छ। तपाईँ पेसा गर्ने हो क्या? हिजोको दिनसम्म मैले जागिर खाएको थिएँ, मैले त्यसलाई चाहिँ जागिर खाएँ, त्यसमा डेलिभरी गरेँ। अब म राजनीतिमा आएको छु भने अब अर्को कुरा गर्नु पर्यो क्या। जे गर्ने हो त्यसमा चाहिँ कन्सन्ट्रेसन गर्न पर्यो क्या। कतै न कतै काहीँ न काहीँ मिसाइदिइहाल्छ नि त। जस्तै मानौँ तपाईँले पेसा गर्ने मान्छेलाई पनि एउटा सङ्गठन बाँधिदिएको छ होइन, व्यवसाय गर्नेको पनि सङ्गठन छ, भूपू रिटायर कर्मचारी पनि सङ्गठन छ, भूतपूर्व प्रहरी भनेको छ, हरेक भनौँ न, शिक्षकको त छँदैछ, अब यो पत्रकारिता पनि सङ्गठनै छ, किसानको सङ्गठन छ, सबै सङ्गठनै भुल्लियो नि त मान्छे होइन। होइन, पार्टीमा चाहिँ आबद्ध नभइकन सङ्गठन गर्नु भनेको चाहिँ एउटा बेठिक कुरा होइन, यो बाहिर पनि हुन्छ। तर पार्टीको झोला बोक्ने सङ्गठन चाहिँ एउटा पेसेवर मानिसले चाहिँ नगर्दा हुन्छ भन्ने चाहिँ मलाई लाग्छ क्या। भनेपछि तपाईँको विचारमा चाहिँ त्यसले गर्दाखेरि जुन आफूले गर्नुपर्ने काम हो नि त्यो चाहिँ अल्मलिन्छ, काम पुरा हुन सक्दैन। सङ्गठन मतलब चाहिँ त्यहाँ अर्को टाइम पनि दिनुपर्छ नि त होइन, कामभन्दा पनि त्यहाँतिर पनि दिनु पऱ्यो। त्यसले गर्दा चाहिँ आफूले गर्ने काम चाहिँ सम्पन्न नहुन सक्छ भन्ने कुरा हो। एक्ज्याक्टली, फोकस हुन्न नि त। तपाईँ आज यता मिटिङ भनौँ, उसलाई हाम्रोमा सङ्गठन राख्नुपर्ने भनौँ, उता कार्यक्रम भनौँ, के भनौँ, यताउति अल्मल्यो नि त मान्छे त होइन। तपाईँ जस्तो पत्रकारिता गर्नुहुन्छ होइन, पत्रकारिता पनि तपाईँले चाहिँ कस्तो खालको क्वेसन सोध्ने, कोलाई बोलाउने होइन, बोलाएर त्योसँग कस्तो किसिमको चाहिँ क्वेसन गर्ने भन्ने कुरा तपाईँले तयार गर्नुभयो भने तपाईँको मान्छेले हेर्छन्, सुन्छन्, ए ठिक रहेछ भन्छन्। अब तपाईँ पत्रकारिता पनि गर्ने अनि कुनै राजनीतिक दलमा पनि आबद्ध हुने अनि राजनीतिक दलमा पनि काम गरिरहने हुँदाखेरि त तपाईँको एउटा दिमागै डाइभर्ट भइसकेको हुन्छ। तपाईँले त अन्तर्वार्ता पनि सकेसम्म त्यही पार्टीमा नै भइरहेको मान्छेसँग लिउँ जस्तो लाग्छ। अनि उसलाई बोलाउँदाखेरि चाहिँ सफ्ट खालको क्वेसन सोध्ने, अनि अर्को बोलायो भने चाहिँ त्यसलाई चाहिँ एउटा चाहिँ राखराख्ती पार्ने जस्तो क्वेसन सोध्ने। अनि तपाईँ पत्रकारिताको त्यो इमान्दारिता र नैतिकता कहाँ गयो त होइन। त्यही भएर पेसालाई चाहिँ नैतिकवान बनाउन पनि चाहिँ राजनीतिभन्दा चाहिँ टाढा त हुनैपर्छ क्या। तपाईँ राजनीति गर्ने हो त राजनीतिमा आउनु न, सबै कुरा छोडिदिनु। म जागिर पनि खान्छु, राजनीति पनि गर्छु भन्न त मिलेन। म शिक्षक पनि हुन्छु, राजनीति गर्छु भन्दा नि मिलेन कि म त जागिर छोड्ने राजनीतिमा आउने होइन। फेरि राजनीति पनि गर्ने, जागिर पनि खाने, त्यो चाहिँ हुँदैन क्या। त्यो भयो, त्यो भएर चाहिँ देश बन्नेवाला छैन। अर्को एउटा प्रसङ्ग ठ्याक्कै मलाई याद आयो। भोट गर्नुभन्दा अगाडि सर्वदलीय बैठक अस्ति बसेको थियो होइन, त्यसमा तपाईँहरू हुनुहुन्थ्यो, सबै उम्मेदवार लगायत अरू पार्टी कार्यकर्ता पनि हुनुहुन्थ्यो। त्यहाँ चाहिँ मैले लाइभ पनि गरिरहेको थिएँ, अहिले पनि छ फेसबुकमा मेरो होइन। त्यहाँ चाहिँ सबैजना बोलिरहनु भएको थियो होइन, यो भएन, यसरी गर्ने, के गर्ने भनेर ल 1 घन्टा चाहिँ त्यहाँ समय बितिसकेको थियो। तर तपाईँहरू दुईजना सिन्धुलीबाट हुनुहुन्थ्यो है, दुइटै क्षेत्रको भण्डीको उम्मेदवार चाहिँ चुपचाप मजाले यसरी सुनिरहनु भएको थियो होइन। कतिले याद गर्नुभयो भन्ने विषयमा। अनि मैले लाइभ गरिरहेको त्यहाँ चाहिँ एकदम यति कमेन्ट धेरै आयो कि होइन, घन्टीको चाहिँ बोल्नै भएको छैन नि त, अरू चाहिँ किन यसरी बोलिरहनु भएको भन्ने कुराहरू पनि आएको थियो। अनि त्यहाँ एक तरिकाले चाहिँ कस्तो भने, हुन त उहाँहरूले एउटा चाहिँ नबुझेका कुराहरू एउटा उठाउनु पनि भयो होला होइन, त्यो राख्न त पाइहाल्छ मिटिङमा। तर यहाँहरू एकदम चुपचाप मजाले सुनेर बसिरहनु भएको थियो। अनि त्यहाँ भिडियो हेर्ने दर्शकले चाहिँ कस्तो आनन्दले चुपचापले बस्नु भएको, कुरै नभएको कि
लाटो भयो नबुझ्या हो कि धेरै इमान्दार हो कि घन्टीको उम्मेदवार चाहिँ के हो, चुपचाप उहाँलाई त केही मतलब छैन, यस्तो कुराहरू पनि आएको थियो। तपाईँ पनि त्यहाँ हुनुहुन्थ्यो। हेर्नुहोस्, म त आफै राज्यमा पनि काम गरेर आएको मान्छे होइन। अब एउटा सरकारी कर्मचारीले भनेको आफ्नो नियममा बसेर काम गर्ने हो होइन। अब सिन्धुलीको मतदान पनि एकदम शान्तिपूर्वक भयो, कुनै पनि त्यस्तो घटना भएन होइन। अब सिलबन्दी गरेर चाहिँ तपाईँको त्यो मतपत्र राखेको पेटिका ल्याएको छ होइन। अब त्यो चाहिँ उहाँहरूको चाहिँ अब कन्सर्न भनेको चाहिँ अब कुन पालिकाको पहिला गर्ने, कुन नगर्ने, वडा वाइज गर्ने कि बुथ वाइज गर्ने कि, त्यसमै उहाँहरू झगडा गर्नु भएको छ। यतातिर जनता चाहिँ अन्त आइसक्यो, रिजल्ट आइसकेको छ लगभग होइन, मत परिणाम आइसकेको छ। सिन्धुलीमा कहिले सुरु हुन्छ भनेको पुरै चाहिँ 1 घन्टासम्म त त्यो कुरै मिलिरहेको छैन। अब म चाहिँ फेरि विज्ञान पढेको मान्छे र विज्ञानबारे सोध्छु होइन। अब तपाईँ बुथ वाइज गर्नुहोस्, वडा वाइज गर्नुहोस्, पहिला सुनकोशी गर्नुहोस्, पहिला घ्याङलेक गर्नुहोस्, जे गर्ने पनि लास्टमा त भोट आउने भने त टोटलमा त एउटै त हो त, एउटै हो। फेरि त्यहाँ आउनु पर्ने आइसकेको छ। अब त्यहाँ उपाय छैन, त्यसमा बोल्नुपर्ने विषय के छ, बोल्नुपर्ने विषय के छ, तपाईँ पनि त हुनुहुन्छ त होइन। ल 5 वटा मेरो औँला भने होइन। अब बुढी औँलाबाट भोट सुरु गर्ने कि कान्छी औँलामा सुरु गर्ने, बिचको औँलाबाट सुरु गर्ने कि चोर औँलाबाट सुरु गर्ने भन्ने विषयमा 1 घन्टा चाहिँ त्यसमा बाजाबाज गर्नुपर्ने विषय के हो? कोही भन्नुहुन्छ कान्छी औँलाबाट सुरु गर, कुनै भन्छ बुढी औँला, त्यसमा अनि त्यसमा बोल्नुपर्ने विषय के छ होइन। अनि अर्को उहाँले उठाउनु भएको चाहिँ वडा वाइज होइन बुथ वाइज भन्नुहुन्छ। हामीलाई बुथ वाइज गर कि वडा वाइज गर। विज्ञानले के भन्छ भने भोट आइसकेको छ, गनिसकेपछि बदर भएको बदर हुन्छ, सदर भएको गनिन्छ, जहाँको पहिला जहाँको गरे लास्टमा जुन टोटल हुन्छ त्यो टोटलमा जसको बढी आयो त्यसले जित्ने हो। अनि वैज्ञानिक जस्टिफिकेसन यति हुँदाहुँदै त्यसमा हामीले बोल्नुपर्ने के आधार छ क्या? त्यही भएर पहिलो सबै कुरा चाहिँ यो विज्ञान हो क्या। तपाईँ विज्ञान बुझ्नुभयो भने तपाईँ त्यति वाद विवाद गर्दै गर्नुहुन्न क्या। भनेपछि त्यो हाम्रो एउटा चेतना पनि हो क्या, त्यो एउटा हाम्रो अनुशासन पनि हो क्या। र त्यो एउटा हामीले देखाउन खोजेको हामी के हौँ भन्ने पनि त्यसबाट प्रष्ट हुन्छ क्या। हामी के हौँ भन्दा हामी नीति नियम विज्ञानमा चाहिँ हामी तथ्याङ्कमा चाहिँ हामी विश्वास गर्छौँ। यो नचाहिने तपाईँ आफै भन्नु न होइन, तपाईँ आफै भन्नु न। दाल भात तरकारीमा छ भने तपाईँ यहाँ त के छ भने दालमा भात मिसाइस् कि भातमा दाल मिसाइस् भनेर झगडा गर्नुको के आधार छ? केही छ? हो त्यस्तै कुरोमा यो पुरानो पार्टीहरू झगडा गरेर बस्दा रहेछन् क्या। त्यही भएर हामी नबोले। अब त्यसमा बोल्नुपर्ने के छ त? के राख्नुपर्ने विषय नहोस् किन बोल्नु होइन? त्यो कुरा हो। अब अर्को सिन्धुलीको जनताले धेरै अपेक्षा गरेका थियो, जुन चाहिँ तपाईँहरू प्रचार प्रसारमा हिँड्नुभयो नि, त्यो बिचमा चाहिँ पक्कै पनि एक दिन चाहिँ रवि लामी छानेर बालेन शाह चाहिँ पक्कै आउनुहुन्छ होला भन्ने आश चाहिँ रहेछ जनतासँग, तर त्यो सम्भव भएन है। अब मैले बालेनजीको सचिवालयसँग पनि मेरो कुरा भयो हो, रविजीसँग त मेरो आफ्नै टेलिफोनमा संवादै भयो हो। अब उहाँहरूले चाहिँ अब भ्याएसम्म आउँछु भन्नुभएको हो। अनि पछि चाहिँ उहाँहरूले चाहिँ अब तपाईँहरू आफै यति सक्षम हुनुहुन्छ, हामी त आशिष गजुरेललाई पठाएको छौँ, तपाईँ हामीभन्दा के कम हुनुहुन्छ, हामी ढुक्क छौँ। एउटा पर्सनल भिडियो चाहिँ पठाउनु भएको थियो होइन, त हामी ढुक्क छौँ, तपाईँहरूले चाहिँ जित्नुहुन्छ भन्ने कुरा उहाँले गर्नुभयो। र तपाईँहरूको सामाजिक सञ्जालमा र सबै कुराहरू हामीले एकदमै ट्र्याक गरिराखेको छौँ, तपाईँ राइट ट्र्याकमा हुनुहुन्छ भनेर रविजीले मलाई भन्नुभएको थियो। त्यही भएर सिन्धुलीको जिल्लाको लागि म भनेकै तपाईँ हो भन्नुभयो, उहाँले भन्नुभएको थियो होइन। त्यो हिसाबले अब मैले पनि सकेसम्म चाहिँ आइदिनुहोस् भनेर पछिसम्म पनि प्रयास गरेँ। र मलाई चाहिँ धेरै मतदाताहरूले अलिकति प्रेसर पनि गर्नुभयो र पार्टीको साथीहरूले पनि एउटा चाहिँ अलिकति तिम्रो पहुँच पुगेन कि क्या हो भने जस्तो पनि मलाई चाहिँ गर्नुभयो। र मैले उहाँहरूलाई सम्झाएँ यस्तो कुरो होइन होइन, एउटा चाहिँ पार्टी नेतृत्वले पनि एउटा चाहिँ अनुसन्धान गर्छ, उहाँहरूको पनि एउटा तथ्याङ्क हुन्छ होइन, कुन जिल्लामा जानुपर्ने कुन क्षेत्रमा जानुपर्ने भन्ने उहाँहरूले बुझिहाल्नुहुन्छ, त्यही अनुसारले हो होइन। अब उहाँहरूको यो डिसिजनमा हामीले रिक्वेस्ट गर्ने हो, यसमा धेरै टेन्सन नलिउँ,
होइन, हामी जित्छौँ भनेर मैले साथीहरूलाई भन्ने पनि गरेका छौँ होइन। त्यो हिसाबले हामी चाहिँ अब रविजीले एउटा भिडियो सन्देश पनि पठाउनु भयो, त्यो एउटा सकारात्मक विषय हो। र अब हामीले पनि एउटा जिल्ला नेतृत्व होइन, जस्तै हाम्रो अविनाश बस्नेत हुनुहुन्छ सभापति, उहाँले चाहिँ एउटा जिल्ला नेतृत्व गर्नुहुन्छ होइन। हाम्रो चाहिँ उपसभापति बिर्ख बमजन हुनुहुन्छ होइन। त्यस्तै अब हाम्रो सचिव एलपी देवकोटा हुनुहुन्छ, हाम्रो अरू सदस्यहरू हाम्रो नारायणजी हुनुभयो, त्यस्तै अन्य जिल्लाका साथीहरू हुनुभयो, पालिकाका साथीहरू हुनुभयो। यति उहाँहरू खट्नुभयो र हामीले यति धेरै घर दैलो गऱ्यौँ, हामीले किन जित्नुपर्छ भन्ने कुरा बुझाउन खोज्यौँ होइन। त्यो नै पर्याप्त भयो होइन। अब उहाँहरू आउन सक्नुभयो भए त्यो सुनमा सुगन्ध हुन्थ्यो। त्यो नआउँदा पनि हाम्रो प्रयास र हामीले जुन जनतालाई एउटा प्रस्तुति दियौँ, जुन हामीले एउटा विचार राख्यौँ, एजेन्डा राख्यौँ, मलाई लाग्छ त्यो नै हाम्रो लागि एउटा चाहिँ जित्नेको लागि एउटा हतियार बन्यो। त्यही भएर यो म चाहिँ केमा विश्वास गर्छु भन्दा जे पनि प्रयास गर्ने हो होइन। तर एउटा आएन भनेर लत्त छोड्ने होइन। अब रविजी बालनजी नआउँदैमा हामी चुनाव हारिहाल्छौँ भन्ने त्यसरी चाहिँ हामी कहिले पनि हतोत्साहित हुनु हुँदैन, त्यसरी हामी सोच्नु पनि हुँदैन। उहाँहरूको पनि आफ्नै बाध्यता छ होइन। उहाँहरूको पनि त अब 165वटा क्षेत्र छ, फेरि उहाँहरू आफ्नै क्षेत्र पनि खटिनु पर्यो, उहाँहरूको पनि त आफ्नै बाध्यता छ नि त। बरु हामी हार्दा त्यति फरक पर्दैन, रविजी र बालनजी हार्नु भयो भने त ठुलो फरक पर्छ नि त। हामीले त त्यसरी सोच्नुपर्छ। र हामीलाई टिकट दिएर गइरहँदाखेरि पठाइरहँदाखेरि म आइदिन्छु तिम्रो क्षेत्रमा र जिताइदिन्छु भनेर त मैले दिएको होइन नि त। तिमी जित्न सक्छौ भन्दा सक्छु भनेर आयो नि त। तिमी जित्न सक्छौ भन्दाखेरि हामी सक्छु दिनुहोस् भनेर आएको हो नि त। त्यति भनेर हामी केन्द्रबाट आउने। अनि यहाँ चाहिँ रविजी र बालनजी आउनु भएन भनेर उहाँहरूलाई पनि धेरै भनिरहने हाम्रो बाटो पनि थिएन। मैले त्यही हिसाबले हाम्रो साथीहरूलाई पनि कन्भिन्स गरेँ, उहाँहरू पनि कन्भिन्स हुनुभयो र फाइनल्ली हामीले जित्यौँ। मेहनत गर्नुपर्छ, आफ्नो कुरा राख्नुपर्छ भन्ने कुरामा चाहिँ हामी प्रष्ट हुनुपर्छ र लाग्ने हो। लाग्दाखेरि चाहिँ अब सफल हुने सम्भावना चाहिँ धेरै हुन्छ भन्ने लाग्छ मलाई। अब केही नेपाली जनतालाई एउटा यो भ्रम भनौँ कि बुझाइ भनौँ, तपाईँले प्रश्न पारिदिनु। अब राष्ट्रपाले धेरै सिट ल्याइसकेका छ होइन, जित पनि भइसकेका छ। अब देश बेचिदिन्छन्, अब अमेरिकी सेना यता आउँछन्, अब अहिले आउने टिमले चाहिँ अब देश कहाँ पुर्याउने भने एउटा चिन्ता पनि देखियो। यो चाहिँ प्रश्न पारिदिनु पर्यो। अनि यी सबै एउटा चाहिँ अब काम गरेको छैन, भ्रष्टाचार गरेको छ, सुशासन छैन, गरेन राष्ट्रपाले भन्ने त केही पनि ठाउँ छैन भनेपछि त एउटा न एउटा त निकाल्नु पर्यो होइन। एउटा न एउटा त निकाल्नु पर्यो। असम संसारमा कुन देश बिक्या छ यतिसम्म सुन्या छैन। जस्तै अहिले द्वन्द्व भइरहेको छ नि त होइन, कति एउटा देशहरूमा चाहिँ अब मिसाइल थाप्नलाई रेडी भयो हुन्छ नेपाल, अब मिसाइल आउँछ त्यसरी भन्ने पनि कुराहरू गर्छन् अहिले। अब यस्तै चाहिँ हिजो पनि अमेरिकन एम्बेसी छ, रसियन एम्बेसी छ, हरेकको एम्बेसी छ होइन। एम्बेसीमा सुरक्षाको लागि उहाँहरूको चाहिँ पुलिस आर्मी सबै त्यहाँ खटि नै रहनु भएको छ होइन। अब आज त हामीले के हो त भन्दा हामी अन्य देशसँग सहकार्य गरेर देशलाई चाहिँ आर्थिक रूपमा चाहिँ उन्नत बनाउनेतिर अगाडि बढ्ने हो होइन। अब यो चाहिँ एकदम सक्रिय सोच राख्ने, एउटा चाहिँ गोरो आर्मी देख्यो भनेदेखि चाहिँ ल आर्मी पसिहाल्यो भनेर फोटो खिचेर भिडियो बनाएर भाइरल बनाइदिने होइन। यी कुराहरू चाहिँ अब हामीले बन्द गर्नुपर्छ क्या। अब हामी एउटा देश बनाउने माहौलमा गएको छौँ। अब हाम्रो विपक्षी दलहरूले पनि यी कुरा बुझ्नु पर्यो क्या। अब चाहिँ देश बनाउने अभियानमा उहाँहरू पनि हामी सँगसँगै लाग्नु पर्यो। यस्ता वायत कुराहरू गरेर जुन प्रमाणित नहुने कुरा, जुन हुँदै नहुने कुरा चाहिँ गरेर त के चाहिँ के आधारै केही नभएको कुरामा त अब के छलफल गर्नु क्या। अब कुनै आधार छ अहिले चाहिँ अमेरिकन सेना आउँछ, मिसाइल पड्काउँछ, यो के आधार छ? कुनै आधारले त भन्नु पर्यो नि। अब आधारै नभएको कुराले भन्यो भने यसलाई जस्टिफाई दिइरहनुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन। त्यही पनि नेपाली जनतालाई चाहिँ यो कुरा चाहिँ कुनै सत्यता छैन। अब हामी चाहिँ जिताउनु भएको छ, चुनौती थपिएको छ, हामी चाहिँ अब देश विकास गर्छौँ भन्ने कुरा मात्र अहिले जनताले बुझ्ने हो र हामीलाई सहयोग गर्ने हो। अहिले चुनावमा जसरी जिताउनु भयो, भोलिको दिनमा विकास गर्दाखेरि
होइन, बाटो कताबाट जान्छ होइन, रुख कटानको कुराहरू भयो होइन, यी सहजीकरण जस्तो सामाजिक सोसियल इस्युजहरू, वातावरण इस्युजहरूमा चाहिँ भोलिको दिनमा पनि जसरी चुनावमा सहयोग गरिदिनु भयो त्यसमा पनि चाहिँ यहाँहरूले चाहिँ सहजीकरण गरिदिनुपर्छ। नियम कानुन मान्ने कुरामा होइन, त्यसपछि अनुशासित बन्ने कुरामा, हामीलाई खबरदारी गर्ने कुरामा चाहिँ उहाँहरू सचेत भइरहनुपर्छ। अब अहिले फेरि कस्तो भयो भने यहाँहरू धेरै ठाउँमा जित्नु पनि भयो होइन। अब यो घन्टीबाट चाहिँ उठिसके पछाडि चाहिँ उम्मेदवार जस्तोले पनि जित्ने रहेछ भन्ने खालको पनि सुनिन्छ क्या अहिले। होइन यस्तो हो, अब कतिलाई उम्मेदवारै थाहा छैन, घन्टी भनेपछि जित्ने रहेछ भनेर पनि भन्छ। अब त्यो चाहिँ गलत हो। राष्ट्रिय स्वतन्त्र पार्टीले एकदमै गर्न सक्ने उत्कृष्ट कुनै न कुनै सेक्टरमा विज्ञता भएको व्यक्तिहरूलाई नै यसपालि टिकट दिएको छ र त्यो पनि एउटा चाहिँ आज चुनाव जित्ने आधार बनेको छ होइन। अब हेर्नुहोस् न, देशभरि नै एउटा चाहिँ धेरै विज्ञता भएको उम्मेदवार आफ्नो क्षेत्रमा चाहिँ एकदमै पर्फर्म गरेर आएको व्यक्तिहरूको चाहिँ लाई उम्मेदवार बनाएको छ। त्यसले गर्दाखेरि पनि ओहो, राष्ट्रिय स्वतन्त्र पार्टीले त विज्ञ उम्मेदवार दिएको छ, राम्रो उम्मेदवार दिएको छ भन्ने एउटा चाहिँ त्यो माहौल पनि बन्यो। त्यसले नै गर्दाखेरि चाहिँ आज राष्ट्रिय स्वतन्त्र पार्टीमा थप आकर्षण बन्यो होइन। त्यही भएर जो पनि उम्मेदवार होइन र एकदमै राम्रो, योग्य, विज्ञ र क्षमतावान नै उम्मेदवारहरू दिएको भएर यो माहौल चाहिँ यसरी सिर्जना भएको हो। तपाईँले चुनाव पहिलोचोटि उठ्नु भएको हो होइन, र जित्नु पनि भयो। अनुभव त पहिलो नै हो तपाईँको। रिजल्ट ठ्याक्कै अब तपाईँले जितिसक्नु भयो भनिसके पछाडि याद छ तपाईँले विशेष गरी त्यो बेलामा पहिलोचोटि कसलाई फोन गर्नुभयो? अब फोन हुन त अहिले सामाजिक सञ्जालबाट हेरिन्छ, त्यही पनि फोन चाहिँ गर्नुभएको? फोन चाहिँ मैले गरिनँ, मैले चाहिँ मेरो मम्मीलाई सम्झेँ। मलाई सायद मम्मी पनि आउनु भएको जस्तो लाग्यो। मम्मी त पछि आउनुभयो पछि। अनि मलाई के लाग्यो भन्दाखेरि म यो ठाउँसम्म पुग्ने भनेको चाहिँ मेरो मम्मीको चाहनाले म पुगेको जस्तो लाग्छ होइन। मेरो मम्मी पनि एकदमै राजनीतिक त्यो क्यारेक्टर छ क्या उहाँमा, राजनीतिक पृष्ठभूमि छ क्या उहाँको बुवा पनि पहिला राजनीति गर्नुहुन्थ्यो, उहाँको चाहिँ उदयपुर जिल्लाबाट, र उहाँको चाहिँ एकदमै त्यो राजनीतिक त्यो चेत छ क्या उहाँले चाहिँ पहिला मलाई बुवाले विरोध गरिरहँदाखेरि पनि उहाँले चाहिँ होइन उठ्नुपर्छ भन्ने हो। आएपछि पनि मैले के गर्नुपर्छ त भन्, सबै कुरा गर्छु, जित्नुपर्छ भन्ने त्यो चाहिँ त्यो सपोर्ट चाहिँ मम्मीबाट भएको रहेछ। त्यो मम्मीको मेरो महत्त्वकांक्षा भन्ने सोचेको थिएँ, मेरो महत्त्वकांक्षा होइन रहेछ क्या, मम्मीको महत्त्वकांक्षा रहेछ क्या म अहिले संसद बन्नमा। त्यही तपाईँ जिस्किरहनु हुँदाखेरि बाहिर मम्मी भन्ने सुनेको थिएँ क्या, तपाईँले भन्दै हुनुहुन्थ्यो, सायद मम्मी पनि आउँदै हुनुहुन्छ भन्नुभयो कि जस्तो लाग्यो अहिले बुझ्दाखेरि चाहिँ। बाहिर निस्किरहँदाखेरि गेटबाट बाहिर निस्किरहँदाखेरि चाहिँ हो, मलाई चाहिँ अब धेरै मान्छेले चाहिँ त्यही भन्छन्, यो चाहिँ होइन हिजो जर्मनीबाट पढेर आयो, पढेपछि अब कुनै संस्थामा चाहिँ कार्यकारी भूमिकामा रह्यो, त्यसपछि फेरि यता राजनीतिमा आयो, यहाँ पनि सफल भयो, यसको चाहिँ महत्त्वकांक्षाले यो भयो भन्छन्। अब त्यो महत्त्वकांक्षा चाहिँ कहाँबाट आएको रहेछ भन्ने कुरा मैले अहिले बल्ल बुझेँ क्या, मेरो मम्मीबाट आएर रहेछ क्या त्यो महत्त्वकांक्षा चाहिँ होइन। बुवालाई फेरि त्यो बुवाले त जहिले पनि जागिर छोडेर किन आउँछस्, त्यस्तो राज्य मन्त्री सरहको जागिर छोड्नु पर्दैन, संसद भएर के हुन्छ, त जित्दैनस् भन्ने थियो। अनि मम्मीको चाहिँ प्रयास गरेपछि जितिन्छ भन्ने थियो उहाँको। भनेपछि त्यो क्षण चाहिँ मलाई त्यो मतगणना गरिरहँदाखेरि त्यो कुरा चाहिँ मलाई प्रष्ट भयो क्या, यो मेरो होइन रहेछ, यो मम्मीको महत्त्वकांक्षा रहेछ, मम्मीको चाहना रहेछ, त्यो चाहनालाई म मार्फत चाहिँ अहिले चाहिँ फुलफिल भइरहेको रहेछ भन्ने कुरो बुझ्यो। नभए अहिले भनौँ न, मैले खाइराखेको जागिर अझ सिइओको जागिर अझ 3 वर्ष बाँकी हुँदा चान्चुने मान्छेले राजीनामा दिएर हिँड्न चाहिँ फेरि अहिलेको यस्तो यो राजनीतिक परिवेश त डामाडोल छ फेरि नेपालको हैन। यो समयमा चाहिँ तपाईँ एउटा हिम्मत त गरेर हिँड्नु पनि हिम्मत। मेरो चाहिँ कस्तो हुन्छ भने मेरो दिमागमा चाहिँ लागेपछि मलाई त्यो चिज गर्नै पर्छ क्या, हरेक चिज। अब मलाई चुनाव उठ्ने भनेपछि त्यो मलाई आकाश पाताल कसैले पनि रोक्न सक्दैन। नभएदेखि तपाईँको
कतिले भने मलाई जागिर नछोड, चुनाव जितिने हारिने थाहा छैन, जिते पनि संसदै त हुने हो, संसद भन्दा तेरो जागिर अहिले ठुलो छ, अहिले क्वार्टर छ, तलब आउँछ, संसद भयो त खर्च हो, अहिले यतिको हाई छ, अब राजनीति गरेपछि गाली पनि आउन सक्छ, गाली पनि आउँछ भन्ने त्यो थियो। तर अहिले पनि भने मैले अब जागिर गरिरहँदाखेरि जुन हामीलाई लाग्छ नि सरकारी कर्मचारीले काम ढिला सुस्ती गर्छ भनेर, अब कर्मचारी तन्त्र भनेको एउटा प्रक्रिया नियम कानुनमा हिँड्ने हो, नियम कानुन भन्दा दायाँ बायाँ जान मिल्दैन। नियम कानुनै यस्तो बनाइरहेको छ कि त्यसले दायाँ बायाँ गर्नै मिल्दैन होइन। अब तपाईँ अहिले एउटा नागरिकता पुरै भेरिफाई नगरिकन स्योर नभइकन तपाईँले चाहिँ जारी गर्नुभयो भनेदेखि 20 वर्ष पनि तपाईँ चाहिँ त्यो गलत भएर छ भने त्यो जारी गर्ने प्रमुख जिल्ला अधिकारी अन्य कर्मचारी जेल जानुपर्ने स्थिति छ होइन। सरकारी कर्मचारीले त एउटा चाहिँ गलत गर्ने एउटा छुट पनि छैन, यस्तो चाहिँ हाम्रो नियम छ होइन। त्यसमा त पालना, अनि त्यो पालना गरेपछि त ढिला सुस्ती त हुने भइहाल्यो, प्रक्रियागत चाहिँ चुनौती भइहाल्यो होइन। र त्यो कुरा चाहिँ सुधार गर्नुपर्छ भन्ने चाहिँ मेरो चेत आएपछि अब जागिरमा बसिरहनु भएन। अब जागिरमा बस्यो भने म आफूलाई पनि अन्याय गर्छु, देशलाई पनि अन्याय गर्छु। त्यही भएर यो सुधार गर्ने ठाउँ के हो त भन्दा राजनीति हो। राजनीतिको लागि त संसदमा जानु पर्यो, त्यसको लागि चुनावमा जानु पर्यो, टिकट पाउनु पर्यो। अनि त्यसपछि चाहिँ त्यो सोच आएपछि म राजनीतिमा नगइकन बस्न सकिनँ। फेरि अब सिक्वेन्स पनि मिल्यो। अहिले पनि मैले भने चाहना भएपछि यो मिलिहाल्दो रहेछ कि, नभए एउटा जागिर खाइरह मान्छेले त राजीनामा दिए, टिकट लिएर जा भन्ने पनि त एउटा चाहिँ त्यो पनि एकदमै ठ्याक्कै जबमै भएर राजीनामा दिएर आएको त अरू छैनन् जस्तो लाग्छ मलाई। कोही रिटायर भएर आउनु भएको छ, कोही चाहिँ अब प्राइभेट सेक्टरमा भएर आउनु भएको छ। सायद जागिर फ्याटो छोडेर सिइओको जागिर जस्तो फ्याटो छोडेर आउने त म मात्र होला सायद होइन। भनेपछि अरू पनि हुनुहुन्छ कि अब अरूलाई नभनु, तर थाहा छैन त्यो। तर त्यो एउटा चुनौती पनि थियो। तर अब आफू जब होइन यहाँबाट देश बन्दैन, देश बनाउन चाहिँ यो कानुन नीति प्रक्रियामा चाहिँ यो त्रुटिहरू चाहिँ अस्पष्टताहरू चाहिँ सुधार नगरिकन देश बन्दैन भन्ने कुरा क्लियर भएपछि म चाहिँ जागिर राजीनामा दिएर यतातिर आएको हो। अब कुराकानीको दौरानमा अब अन्त्यमा छौँ हामी। मैले सोध्न छुट्याएको या तपाईँलाई भन्न मन लागेको कुरा केही छ भने अब जहाँ जाँदै अब यस्तो छ। अब हेर्नुहोस्, अब यो हामी धेरै बोलेर पनि अब अहिले त हामी तपाईँले त धेरै यो हाम्रो विषयवस्तु त एकदम समय सापेक्ष हामीले कुरा गऱ्यौँ होइन। अब तपाईँले चाहिँ यो प्लान के हो त्यो पनि त्यति धेरै सोध्नु भएन होइन। र त्यो ठिक गर्नुभयो तपाईँले होइन। किनभने अहिले चाहिँ जितेको एक दिनमै अब धेरै प्लानहरू सोच्ने भन्दाखेरि पनि एउटा चाहिँ कुल माइन्डमा अलिकति बस र एउटा चाहिँ तिमी आफ्नो योजना बनाऊ भनेर चाहिँ भन्ने समय हो। किनभने आज तपाईँले मलाई सोध्नु भयो, बोल्न लगाउनु भने त म बोल्नुपर्छ। बोलेपछि त भोलि चाहिँ फेरि डेलिभरी गर्न सकेन अथवा त्यो प्लान चेन्ज भयो भनेदेखि त फेरि आफैलाई मुस्किल पर्ने हो। त्यो हिसाबमा जुन हिसाबले अहिले तपाईँले सोध्नुभयो एकदमै ठिक गर्नुभयो। यही क्वेसन 3-4 महिना 5-6 महिनापछि फेरि मलाई फेरि बसेर त्यो टाइम पनि रहन्छ आउँछ होइन। के प्लान बनाउनु भयो, कसरी जनताको चाहिँ माग पुरा गर्नुहुन्छ भन्ने कुरा सोध्नु होला। त्यही भएर तपाईँ एकदम ट्याक्टफुल्ली आजको एउटा इन्टरभ्यू पनि गर्नुभयो जस्तो मलाई लाग्छ र त्यसले मलाई एउटा खुसी पनि गर्यो। अहिले चाहिँ तपाईँले एकदमै राइट क्वेसन सोध्नु भएको छ। अरू पत्रकार भए भए तपाईँ के छ प्लान तपाईँले गर्नै सक्नुहुन्न, अनि बरु मैले नै तपाईँलाई चाहिँ हामीसँग यति छ स्रोत भनिराखेको छु, तपाईँले मलाई त्यसमा काउन्टर सोधिरहनु भएको छैन भनेपछि तपाईँले पनि एउटा अलिकति चाहिँ यो टाइम चाहिँ अहिले भर्खर जित भएको छ, अलिकति उहाँहरू सोच्नुहोस् भनेर जुन समय दिइरहनु भएको छ त्यसको लागि एकदमै तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु। अब हामी केही समय सिन्धुलीमै बस्छौँ र यहाँ जति सक्दो त्यति हामी धन्यवाद दिन चाहन्छौँ। र मैले जनतालाई पनि के भनेको छु भन्दा मेरो यो मुख हेर्ने भन्दा पनि मेरो काम हेर्ने चाहिँ महत्त्वपूर्ण हो होइन। अब म चाहिँ भेट्न आउँछु तर एकदमै आइराखोस् भन्ने त्यति धेरै चाहना नराख्नुहोस्। किनभने म यहाँ आइरहने भने त मेरो काम कसले गरिदिन्छ त, म त काम गर्न आएको। त्यही भएर हामी आश्वासन र बोल्ने पनि कम गर्छौँ होइन। अरू
विषयहरूमा गफ गर्छौँ होइन, विज्ञान के हो होइन, सोच के हो होइन, यस्ता कुराहरूमा चाहिँ बोल्न मिल्यो। तर यो गर्छु त्यो गर्छु भनेर बढी आश्वासन अहिले हामी दिने अवस्थामा पनि छैनौँ र त्यो दिँदा पनि दिँदैनौँ। र एउटा सङ्घीय संसदको मुख्य काम भनेको चाहिँ अहिले जति पनि नीतिगत कानुनी प्रक्रियागत जुन त्रुटिहरू छन् त्यो त्रुटिले गर्दाखेरि विकास निर्माण हुन सकेको छैन, सुशासन कायम गर्न सकेको छैन, भ्रष्टाचार अन्त्य गर्न सकेको छैन, रोजगारी सिर्जना गर्न सकेको छैन, उद्योगहरू चाहिँ बन्द अवस्थामा छन्। नेपाल एयरलाइन्स जस्तो चाहिँ तपाईँको संस्था चाहिँ आजमा चाहिँ 6वटा प्लेन भयो भने 4वटा ग्राउन्डेड सधैँ हुने अवस्था छ। उदयपुर सिमेन्ट, हेटौँडा सिमेन्ट जस्तो फ्याक्ट्रीहरू बन्द अवस्थामा छन्। अरू प्राइभेट फ्याक्ट्री चाहिँ सिमेन्ट फ्याक्ट्री चाहिँ मालामाल कमाउने अनि सरकारी चाहिँ बन्द हुने के कारण हो होइन? अरू चुरोट कम्पनी चाहिँ कमाउने, जनकपुर चुरोट कारखाना बन्द हुने किन? अरू रबर टायर कम्पनी चाहिँ मालामाल हुने, गोरखकाली रबर उद्योग चाहिँ किन बन्द हुने? हाम्रो फलाम कारखाना किन बन्द भयो? हाम्रो जुट मिल किन बन्द भयो? चिनी कारखाना किन सरकारी बन्द भयो? कागज कम्पनी किन बन्द भयो? भनेपछि यो त जम्मै तपाईँको चाहिँ एउटा इन्टेन्सन गलत हो। र त्योभन्दा पनि हाम्रो नीति कानुनमा चाहिँ अस्पष्टता भयो होइन। अब थाई एयरलाइन्स र नेपाली एयरलाइन्स सँगसँगै सुरु भएको थाई एयरलाइन्स कहाँ पुगिसक्यो? हाम्रो जम्मा 6वटा प्लेन छ, त्यो पनि एनी टाइम हेर्नु भने 4वटा चाहिँ ग्राउन्डेड हुन्छ भने चाहिँ कस्तो सस्ता हामीले बनायौँ, त्यसलाई किन हामीले सुधार गर्न सकेनौँ होइन? के छ नीतिगत समस्या भन्ने कुराहरू चाहिँ छन्। जस्तै अब एयरपोर्ट बनाइन्छ होइन, एयरपोर्ट बनाइन्छ, एयरपोर्ट चाहिँ तपाईँको त्यो प्रयोगमा पनि आउँदैन होइन, त्यसमा फेरि भ्रष्टाचारको काण्डै काण्ड आउँछ भने चाहिँ कस्तो खालको हामीले चाहिँ विकास सोचिराखेका छौँ भन्ने कुरो चाहिँ यो एकदमै ठुलो प्रश्न छ। र एउटा म प्राविधिक एउटा चाहिँ जर्मनीबाट यातायात इन्जिनियरिङमा चाहिँ मास्टर्स गरेर आइसकेपछि र यहाँ चाहिँ संस्थामा कहिले चाहिँ के अरे विकास विज्ञको रूपमा लगानी बोर्डमा काम गरेँ, इन्टरमोडलमा कार्यकारी निर्देशकको भूमिका रहेँ। भनेपछि अब यी अनुभवले चाहिँ कस्ता कुरामा चाहिँ हामी प्रष्ट हुनुपर्छ भन्ने कुरा त्यो स्पष्टता मलाई भइसकेपछि चाहिँ अब आउनु पर्यो राजनीतिमा भनेर आइयो। आज चाहिँ चुनाव पनि जितेको छ हाम्रो पार्टीको चाहिँ अब 2/3 नभए पनि स्पष्ट बहुमत आउँदैछ। यसले चाहिँ हामीलाई एउटा देश बनाउने चाहिँ एउटा ठुलो अवसर दिएको छ। अब यसमा चाहिँ हामी ज्यादा भन्दैनौँ, इमान्दारीपूर्वक काम गर्छौँ। हामी चाहिँ शासक होइन सेवक भएर चाहिँ हामी काम गर्नेछौँ र हामी कम बोल्ने ज्यादा डेलिभरी गर्ने भन्ने हो। अहिले पनि मैले तपाईँलाई भने म यत्रो 45 दिने चुनावी अभियानमा डायरीभरि काम मात्र टिपेको छु, अरू केही पनि टिपेको छैन, काम टिपेको छु। ती कामलाई अब कसरी डेलिभरी गर्ने भन्ने चाहिँ योजनाबद्ध रूपमा हामी अगाडि बढ्छौँ। हस्, धन्यवाद धेरै धेरै यो समयको लागि। मैले पनि त्यही भएर यहाँले पनि बुझिहाल्नुभयो होइन, यो भर्खरै चुनाव जितेर चाहिँ एउटा आराम गर्ने समय भनौँ या अलिकति फुर्सतिलो समयमा चाहिँ एउटा चाहिँ तपाईँको यो सङ्घर्षका कुरा, चुनावमा गर्नुभएका कुराहरू होइन, यो जितिसके पछाडि अनुभव मात्रै सेयरिङ गर्ने एउटा थलो बनाएको आज चाहिँ अब भोलिका दिनमा तपाईँ काम गर्दै गर्नु भइसके पछाडि फेरि पनि व्यवस्था हाम्रो भइहाल्छ। आइदिनु भयो, धेरै धेरै धन्यवाद। अब हामी आराम गरिरहेको छैनौँ, जति पनि मैले काम टिपेको छु त्यसलाई फेरि टेबुलेसन गर्ने काम मेरो सुरु भइसकेको छ। त्यसलाई एउटा टेबलमा हालेर चाहिँ वडा वाइज जति पनि आएको छ त्यसलाई हामी बनाएर चाहिँ त्यो राखिरहेका छौँ। भनेपछि अब द्रुत गतिमै काम गर्नुपर्छ। अब यसलाई बिस्तारै काम गर्छौँ भन्ने पनि हामीलाई छुट छैन। अब चाहिँ समानुपातिक मत गणना गरिसकेपछि एउटा संसदमा पनि सुरु हुन्छ, त्यसपछि फेरि अर्को अभ्यास हुन्छ। त्यो अभ्यास त्यो समानुपातिक मत गणनासम्म र संसदले चाहिँ फुल सेप नपाउनेसम्म चाहिँ हामी जिल्लामै बसेर यहीँ अन्तर्क्रिया गर्छौँ, यहीँ चाहिँ एउटा खाका कोर्नेको चाहिँ प्रयास गर्दैछौँ। त्यही भएर हामी द्रुत गतिमै काम गर्नुपर्छ भन्ने छ। अरू साथीहरूले पनि त्यही हिसाबले नै काम गरिरहनु भएको छ। अब नेपाल बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ। अब अहिले पनि हामीले चाहिँ डेलिभरी गर्न सकेनौँ भने यो देशले कहिले पनि न्याय पाउने छैन र देशले पनि हामीलाई कहिले पनि माफ गर्ने छैन। जस्तो अहिले तपाईँले भन्नुभयो, जितेर आउँदाखेरि चाहिँ मलाई बोकेर चाहिँ जसरी दौडाउनु भयो, भोलि चाहिँ बोकेर चाहिँ फ्यालिदिनुहुन्छ, त्यो अवस्था चाहिँ हामी आउन
दिन्नौ भन्ने कुरा यहीँ भनी इमान्दारीपूर्वक काम गर्छु, त्यति नै भने। र यस्तो अन्तर्वार्ताको लागि धन्यवाद। धन्यवाद।